अब चस्मा धनकुटामा के गर्ने भन्दा यस्तै गर्ने होइन। अनि यहाँ बस्न छ भने सर गर्नुपर्छ मभन्दा छिटो गर्नु पऱ्यो। ल अब के स्टार्ट भयो? ल सुरु गर्नु अब। ल सुरु भयो भने ल अब हाम्रो चाहिँ आज होइन सुस्पिन अनप्लग्ड भन्ने पोडकास्टको चाहिँ 3rd एपिसोडमा चाहिँ आज हाम्रो गेस्टको रूपमा डाक्टर सुनिल आउनुभएको छ होइन। अब सेइङ द्याट चाहिँ यो कुर्सीमा कोही बस्नु भनेको चाहिँ हि इज लिभिङ अर हियर सी इज लिभिङ धनकुटा हो होइन। अब त्यो किन के कसरी भन्ने कुरा हामी पछाडि कुरा गर्छौँ, तर स्याड मुमेन्ट त्यो हो र खुसीको मुमेन्ट भनेको चाहिँ इन्टरभ्यू लिन पाउनु चाहिँ खुसीको मुमेन्ट हो। अब ढिला नगरिकन हामी चाहिँ इन्ट्रोडक्सनबाट सुरु गर्छौँ। सुनिलले योभन्दा 2टा एपिसोड अगाडि चाहिँ म ठ्याक्कै क्यामेराको पछाडिपट्टि थिएँ होइन। आज क्यामेराको अगाडि आउँदाखेरि कस्तो महसुस भएको छ सुनिललाई, त्यहाँबाट सुरु गरौँ। अब महसुस त खासै पोडकास्ट दिनको लागि दाइसँग त्यस्तो अझै पनि त्यो लेभलमा चाहिँ पुगेको छैन जस्तो फिल हुन्थ्यो मलाई। अब धनकुटा छोडिँदैछ, अब त्यही भएर चाहिँ आज अब दाइको पोडकास्टमा आउँदाखेरि चाहिँ अगाडिदेखि नै त्यो दाइहरूको अगाडि उचाल्दा डुरान दाइको लिँदाखेरि चाहिँ कतिखेर चाहिँ अब यो कुर्सीमा चाहिँ भन्ने हुन्थ्यो, तर दाइ अगाडि गइसक्दा त्यो पाला आउँदैन थियो मेरो। तर दाइभन्दा अगाडि जाँदैछ, त्यही भएर पाला आयो। नाइस। भनेपछि पोडकास्ट गर्न यति मन रहेछ कि होइन, अब मभन्दा अगाडि सर लिएर गयो नि। ठिक छ। ल सुनिल आफ्नो एउटा सानो इन्ट्रोडक्सन देऊ। कसरी तिमीलाई चाहिँ अर्को मान्छेले कसरी चिन्छ? म चाहिँ डाक्टर सुनिल ढकाल, अहिले अब मेडिकल अफिसरको रूपमा चाहिँ धनकुटा डिस्ट्रिक्ट हस्पिटलमा काम गरिरहेको छ। अहिले चाहिँ अब म आफ्नै घर नजिक चत्रा अस्पतालमा जाँदैछु। अब मैले चाहिँ मेरो घर चाहिँ चत्रा, मैले मेरो क्लास 8सम्म चाहिँ चत्रामै पढेँ। त्यसपछि 9 र 10 काठमाडौँ गएर पढेँ। त्यसपछि +2 काठमाडौँमै भयो। त्यसपछि 1 इयर इन्ट्रान्स प्रिपेयर गरेर BBKHSबाट चाहिँ मैले MBBS पास गरेँ। त्यसपछि नेपाल सरकारको बन्डिङ अन्तर्गत 2 वर्ष यहाँ गर्ने भनेर आएको होइन। अब अहिले 1.5 वर्षपछि चाहिँ अब 6 महिनाको लागि चाहिँ चत्रा जाँदैछ। ठिक छ। थ्याङ्क यू सो मच फर ए ब्युटिफुल इन्ट्रोडक्सन होइन। खासमा मैले चाहिँ यो सबै क्वेसन चाहिँ 30 देखि 45 मिनटमा सोध्छु भनेको थिएँ, मैले सबै एन्सर चाहिँ एकैचोटि 2 मिनटमै भनिदियो होइन। यही कुरालाई चाहिँ अब हामी ब्रेक गरेर यसको चाहिँ अलिकति भित्र डिस्क्रिप्टिभ तरिकाले जान्छौँ हामी होइन। त्योभन्दा अगाडि अहिले चाहिँ तिमीलाई कस्तो महसुस भइरहेको त? हाउ आर यु फिलिङ, हाउ इज लाइफ? मलाई साँच्चै भन्नुपर्दा यहाँ क्यामेरा अगाडि चाहिँ नर्भस फिल भइरहेको होइन। पछाडि क्यामेरा पछाडि नै यो मिलेन यो मिलाउनु होइन भन्दा चाहिँ सजिलो हुँदो रहेछ। अहिले यहाँ अगाडि आएर बोलिराख्दा त नर्भस फिल भइरहेछ। कस्तो छ त लाइफ? हाउ इज लाइफ? लाइफ अब कस्तो छ भने ह्यापनिङ नै छ। कस्तोलाई ह्यापनिङ भन्दैन लाइफ कस्तो छ भन्दाखेरि अब चलिरहेको छ भनौँ। कसरी चलिरहेको त्यही हो क्वेसन। म धेरै नर्भस फिल भएको अब के भन्छ चिल, हामी त अनब्लग हो नि त, चिल तरिकाले जानुपर्छ। यो पार्ट काट्ने हो, यो अनएक्सपेक्टेड क्वेसन है। यो आउट अफ सिलेबस त गएको छ होइन। हामीले क्वेसन डिस्कस गरेको क्वेसन लिक भएको भन्दा बाहिरको क्वेसन थियो। यसमा चाहिँ विद्यार्थी कतिको ट्यालेन्ट छ भन्ने यसबाट थाहा हुन्छ। हाउस लाइफ वाट इज लाइफ नि त नि यो यस्तो क्वेसन सोधेर जसलाई पनि अब गाह्रै हुन्छ कि होइन। हाउ इज लाइफ होइन, के चल्दैछ त ChatGPT-लाई सोधेर एकचोटि। ठिकै छ, लाइफ त त्यस्तै हो होइन। जसरी चलिरहेको त्यही लाइफ भयो। राम्रो पनि हुनसक्यो, नराम्रो पनि हुनसक्यो, खुसी पनि हुनसक्यो, दुःख पनि हुनसक्यो होइन। होइन लाइफ भनेकै त्यही हो, सबै कुराको मिश्रण। तिम्रो एन्सर मैले भन्दै मेरो पोडकास्ट भइरहेको कि तिम्रो त। ल त्यसपछि अगाडि बढौँ। अनि त्यस पछाडि सुरुबाटै सुरु गरौँ होइन। तिम्रो जन्म चाहिँ कहाँ भएको थियो सुनि? मेरो जन्म चाहिँ चत्रा बरा क्षेत्र सुनसरीमै भएको हो। अब फेरि गाइनेको हिस्ट्री लिने बानी होइन। टम भइदिएको थिएन, नर्मल भजेनल डेलिभरी हो कि होइन, त्यो पनि खुलाउनु पऱ्यो। मेरो जन्म चाहिँ घरमै भएको, खासमा हस्पिटलमा भएको चाहिँ होइन। घरमै भएको भनेपछि अब स्पोन्टेनियस भेजर डेलिभरी नर्मल डेलिभरी नै भयो। हिस्ट्री लिने बेलामा के अरे घरमा जन्म भयो भनेपछि अपरेसन गरेको थियो कि थिएन भन्ने चाहिँ
होइन अगाडि त्यो रुलर नुब हुँदाखेरि गरिन्छ नि त्यो तिमीले गर्ने त्यो मिस्टेक ए त्यो बेला त्यो त ऊ जस्तो भयो होइन के अरे बच्चा कतिवटा छ भनेर सोधेर बिहे भएको हिस्ट्री जोत्दाखेरि हुन्छ नि त्यस्तो होइन भनेपछि 17मा तिम्रो जन्म भयो त्यसपछि तिम्रो स्कुलिङ चाहिँ म ठ्याक्क सुरुमा चाहिँ मेरो दिदीहरू दाईहरू सबै स्कुल नै पढ्नुहुन्थ्यो सरकारी स्कुलमै अनि मलाई पनि सुरुमा चाहिँ 1 क्लासमा चाहिँ स्कुलमै हालिदिनु भयो त्यो हाम्रोमा बिपी स्कुल भन्ने थियो प्राइमेरी लेभलको स्कुल 1 क्लासमा पढाइदिनु भयो अब 1 क्लास पढिसकेपछि पास भयो 4मा चाहिँ लास्ट टाइम चकचके एकदम अहिले पनि चकचके छौ होइन चकचके भन्दा अलिकति बच्चा फटा टाइपकै थियो अरे अब त्यतिखेर मलाई याद त छैन जान्न मन लाग्यो नि त भनेको एकदमै चकचके थियो हाम्रो घर छेउमा खोला थियो होइन अब यो बर्खाको बेला त खोला आउँछ नि त अनि खोलामा खेल्न जाने हुन्छ फोहोर पानी त्यसै खेलिदिने होइन त्यस्तो टाइपको थियो अरे अनि 1 क्लास पढ्दाखेरि स्कुल जानै मन नलाग्ने दिदीहरूले चाहिँ मेरो दिदीहरूले चाहिँ सरले कथा सुनाउनुहुन्छ होइन चक्लेट दिनुहुन्छ भन्दै त्यस्तो भनेर चाहिँ लिएर जानुहुन्थ्यो अरे अरे अब याद छैन मलाई त्यो कुराहरू त्यसपछि जान्थेँ 1 क्लास पास भइसकेपछि चाहिँ दिदीहरूले चाहिँ मेरो अङ्कलको छोराछोरीहरूलाई चाहिँ ठ्याक्क मभन्दा 1 वर्ष जुनियरहरू उहाँलाई चाहिँ बोर्डिङ स्कुल हालिदिनु भयो कि त्यो हुँदाखेरि चाहिँ दिदीहरूलाई पनि अङ्कलहरूको सबै अङ्कल मामाहरूको छोराछोरी सबै बोर्डिङ स्कुल पढिरह होइन हाम्रो एउटा भाइ छ कान्छो भाइ किन नहाल्ने भने जस्तो भएर चाहिँ म 1 क्लास पास भइसकेपछि अनि बल्ल मलाई चाहिँ नर्सरीमा राखिदिनु भयो कति क्लास पास भएपछि 1 क्लास 1 फेरि नर्सरीदेखि गरेको बोर्डिङ स्कुलमा त्यहाँबाट त्यही भएर चाहिँ मेरो स्कुलिङ चाहिँ ढिलो सुरु भयो भनौँ अब 1 क्लास चाहिँ 5 वर्षदेखि सुरु भएको थियो अब 1 वर्ष त्यो पढिसकेपछि फेरि नर्सरीमा राख्दाखेरि चाहिँ 1 वर्ष ढिलो 6 इयर्स 8 सम्म पढ्यो त्यहाँ त्यसपछि चाहिँ म हिमालयन इङ्ग्लिस बोर्डिङ स्कुल भन्ने थियो हाम्रो छत्रामै होइन त्यसमा चाहिँ नर्सरीदेखि चाहिँ 8 क्लाससम्म चाहिँ त्यहीँ पढ्यो भनेपछि त्यतिखेरको के भन्थ्यो त्यसलाई अहिले डिस्ट्रिक्ट लेभल भन्थ्यो त्यतिखेर के भन्थ्यो त्यहाँ 8 क्लासको एक्जामलाई डिएलई लेभल एक्जामिनेसन अहिले चेन्ज भयो होइन अहिले चेन्ज भएको छ बेसिक लेभल एक्जामिनेसन बेसिक लेभल भनेपछि 8 सम्म त्यहाँ बेसिक लेभल त्यहीँबाट थियो अनि त्यसपछि अनि हाम्रो कस्तो हुन्थ्यो भन्दाखेरि स्कुलमा गेट भयो नि गेटको साइडमा चाहिँ लहरै राखेको हुन्छ कि 1 2 3 4 5 क्लास 1 2 3 4 देखि 9 सम्मको फर्स्ट भागहरूको राख्थ्यो कि यति पर्सेन्टेज भनेर अनि अर्को चाहिँ ठुलो हुन्थ्यो त्योभन्दा फोटोभन्दा ठुलो चाहिँ क्वेसन मार्क हुन्थ्यो कि विल बी द नेक्स्ट भनेर नाइस बा कस्तो मोटिभेटिङ होइन त्यसपछि त्यो ठ्याक्क गेटबाट छिर्ने बेला जहिले हुन्छ नि काइन्ड अफ कहिले हुने टाइपको चाहिँ क्वेसन मार्कमा फोटो ठ्याक्क 1 इयर पछि चाहिँ त्यहाँ आफ्नो फोटो देख्दाखेरि चाहिँ अनि खुसी लागेको थियो कि त्यति बेला चाहिँ कस्तो राम्रो ब्राइट स्टुडेन्ट है मेरो त कहिले त्यस्तो भएन त्यस्तो पनि होइन तर जस त्यतिखेर त्यो इन्सिडेन्ट्सहरू सम्झिँदाखेरि चाहिँ मेहनत गरिन्थ्यो जस्तो लाग्छ कि त्यतिखेर मेहनत अहिले पनि गर्छु नि तिमी होइन मेहनत गरेर त हामी यहाँसम्म आइपुग्यो त्यो त हो तर त्यतिखेरको स्कुल लाइफ त साँच्चीको मोटिभेटिङ छ कोही कसैले हेरिरहेछ होइन भने चाहिँ एकदमै मोटिभेटिङ कुरा छ कि होइन भनेपछि 10 क्लाससम्म त्यहाँ पढ्यो 10मा मैले त मार्क्स थापेको थिएँ त्यही पनि राम्रै ऱ्याङ्किङ र पर्सेन्टेज ल्याएको थियो तिमीलाई 90+ नै आएको थियो तिम्रो एसएलसीमा होइन 10मा त्यतिखेर अनि के पर्सेन्टेजको कुरा गर्दै हुन्थ्यो जस 90+ आउँछ भनेर काठमाडौँ गएको थिएँ ठिकै आयो अब ठिकै कति रहेछ त होइन उसको ठिकै कति हुन्छ फेरि त्यतिखेर त पर्सेन्ट 91 ठिकै त्यतिखेर ठिक छ त्यस पछाडि अनि अब स्कुलबाट पास आउट भइसकेपछि त अब कलेजै जोइन गर्छौँ होइन त्यसपछि अब यत्रो हाई ऱ्याङ्किङ आएको मान्छे भनेपछि पर्सेन्टेज पनि हाई भनेको धेरै मार्क्स आउने त बाई डिफल्ट साइन्सतिरै जाने हुन्छ तिम्रो पनि साइन्सतिरै जाने नै थियो कि अथवा अरूतिर पनि जाने अप्सन थियो तिम्रो मेरो चाहिँ यो साइन्समा चाहिँ अगाडिदेखि नै जस्तै मलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि सानैदेखि चाहिँ टन्सिलाइटिस भइरहेको छ क्या होइन भइराख्नुहुन्छ अझ स्पेसली जब निद्रा पुग्दैन त्यति बेला हुने हुन्छ यहाँ पनि अलिअलि भइरहेको हुन्छ टन्सिलाइटिस भइरहेको हुन्छ अनि त्यतिखेर चाहिँ अब हाम्रो त्यतिखेर हेल्थ पोस्ट थियो अहिले म जुन 17 अस्पताल जाँदैछु भन्दैछु नि त्यतिखेर पहिला हेल्थ पोस्ट थियो एचएहरू मात्रै बस्नुहुन्थ्यो डक्टर्सहरू हुनुहुन्न थियो त्यतिखेर एचएहरू सिएमएहरू हुनुहुन्थ्यो होइन उहाँहरू अहिले पनि हुनुहुन्छ घरतिर जाँदाखेरि कुरा हुन्छ होइन अनि त्यसपछि आफैलाई ट्रिट गर्ने उहाँहरू चाहिँ उहाँसँग कुरा गर्नु मजा लाग्छ कि त्यसपछि एचएहरू मात्रै हुनुहुन्थ्यो अनि त्यो ठ्याक्क प्रिस्क्रिप्सनको हाम्रो ठ्याक्क मलाई अझै नि अझै सानो यत्रै हुन्थ्यो कि त्यो अहिलेको जस्तो हाम्रो पेपर चाहिँ ठुल्ठुलो त्यस्तो हुन्थ्यो ओपिडी कार्डहरू हुन्थ्यो कि
अन्त प्रिस्क्रिप्सन चाहिँ मलाई याद छ मैले बुकभित्र राख्ने रहेछ क्या होइन प्रिस्क्रिप्सन्स किन वान डे भन्ने टाइपले मलाई नि यसरी हुनुहुन्छ एक दिन जस्तो हुन्थ्यो कि त्यतिखेर डक्टर चाहिँ त्यतिखेर डिफ्रेन्स थाहा थिएन मेडिकलमा मेडिकल फिल्डमा भन्ने चाहिँ थियो अनि त्यो भए चाहिँ साइन्स पढ्नुबाट बाहिर लिएर पढ्नु पऱ्यो भनेर चाहिँ कुन कलेज जोइन गर्यो तिमीले मैले सिसिआरसी डिफ्रेन्ट अप्सन्सहरू मध्ये सिसिआरसी चुज गरेको थियो कि सिधै सिसिआरसी मात्र गर्थ्यो तिमी यस्तो भयो एसएलसी पछि त्यो हुन्छ नि एडुफेयर टाइप हुन्छ नि कुन कलेज पढ्नेवाला भनेर बिक्री मण्डप ए हो त्यतिखेर जाँदाखेरि चाहिँ तिमीले साँच्चै ब्रिज कोर्स पनि गरेको अरे होइन ब्रिज कोर्समा आउँछु अहिले रमाइलो कुरा छ मलाई याद भएको होइन ल त्यसपछि भन ल एडुफेयर के हो इडुफेयर के थियो त्यस्तै एडुफेयर कलेजको कलेजहरूको हुन्छ नि त्यतिखेर जाँदाखेरि चाहिँ कुन कलेज अब टाइम्स कलेज अर्को कुन कलेजहरू अब त्यस पर्सेन्टेजको आधारमा चाहिँ ल यति स्कलरसिप दिन्छौँ आउनुहोस् भन्ने टाइपको हुन्छ नि त त्यस्तो थियो तर मलाई चाहिँ अब त्यतिखेर हुँदाखेरि त्यतिखेर काइन्ड अफ के भन्ने त्यसलाई ऊ थियो क्या जस्तै सेन्ट जेभियर्स भन्नेवाला थियो नि ब्रान्ड जस्तै ब्रान्ड जस्तै त्यतिखेर सेन्ट जेभियर्स भन्ने अर्कै थियो नि त सेन्ट जेभियर पढ्नेहरू ब्रिलियन्ट हुन्छन् होइन इन्भाइरोमेन्टै त्यस्तो हुन्छ भन्नेवाला थियो नि त अनि त्यो थियो उमा जस पढ्नु मन छ भन्नेवाला थियो अगाडि नै अरू कलेज दिमागमा आएको थियो तर पछि के हुँदै गयो भन्दाखेरि चाहिँ मभन्दा अगाडि चाहिँ मेरो फुपूको छोरा सिसिआरसी पढ्नुहुन्थ्यो कि मसँगै म 10मा पढ्दा म 11मा पढ्नुहुन्थ्यो अनि उहाँ चाहिँ विकली टेस्ट हुने होइन प्लस स्कलरसिप पनि दिनुभएको भने हेर्दाखेरि चाहिँ त्यो इन्भाइरोमेन्ट पनि ठिकै जस्तो लाग्यो प्लस यता अर्को चाहिँ इकोनोमिकली पनि यता स्कलरसिप दिइरहेको छ सेन्ट जेभियरमा त थिएन नि त त्यस्तो त्यो भएर पनि ठिकै हुन्छ जस्तो लाग्यो पछि चाहिँ सिसिआरसी नै चुज गरेँ मैले अरू कलेजहरूमा इन्ट्रान्स त्यस्तो दिइनँ सिसिआरसीमै गएँ कुरा गरेँ त्यहाँ पनि पर्सेन्टेजकै आधारमा भनेर अनि त्यहाँ कुरा गरेँ बुक्सहरू क्लोजहरू सबै दिएर अनि त्यस्तै स्कलरसिप भयो अनि त्यही पढ्यो सिसिआरसी अनि अब ब्याक टु आइको कुरामा होइन अब तिम्रो ब्रिज कोर्सको सर्टेन मेमोरीहरू केही याद छ कि छैन तिमीलाई मसँग सेयर गरेछ अब आफै केही याद छ भने ब्रिज कोर्सको उवाला त के हिरोइनवाला कुरा हिरोइनवालै याद छ अरू त होइन अरू पनि छ भने भन कुन हिरोइनलाई भेटेर तिमीले ए हिरोइनलाई त्यतिखेर भेटेको होइन होइन त्यतिखेर हिरोइन थिएन अहिले चाहिँ हिरोइनमा त्यतिखेर होइन हामी चाहिँ त्यो ब्रिज कोर्समा साइन्सको थियो अनि अर्को चाहिँ म्यानेजमेन्टको दुइटैको हुने रहेछ अनि ब्रेकहरू जस्तै एउटा पिरियड पछि अर्को पिरियडमा हुन्छ यो कुरा भन्ने हो र केही छैन इन्ट्रेस्टिङ भन नाम त भनिदेऊ केही छैन यो त इन्ट्रेस्टिङ होइन त्यतिखेर अर्को उमा थियो अनि दाइले उपासना सिंह ठकुरी सुन्न खोजिरहनु आयो क्या अब त्यत्रो अहिले त अब होइन के अरे स्पटलाइटमै भएको मान्छे हो नि त अनि अब त्यतिखेर भेट्नु भने अब हामी त भेटेको छैन होइन त्यही भएर हामीलाई ठुलो कुरा लाग्छ त्यतिखेर त अब उनी प्यारल जस्तो हो नि त होइन लास्ट त अनि त्यतिखेर आइएलवाला साथी हो क्या त्यस्तो उवाला होइन एकदम बोल्नेवाला होइन त्यस्तो पनि छैन त्यो त एउटा सेलिब्रेटी आफूले भेटेको मान्छे पछि गएर सेलिब्रेटी हुनु भने त त्यो त होइन मेमोरेबल कुरै भयो नि त प्लस टू सिसिआरसी जोइन गरिसकेपछि चाहिँ अब त्यसको केही मेमोरेबल इभेन्ट्सहरू तिमीले सम्झिनुपर्ने साथीको नामहरू कोही तिमीलाई सम्झिन मन छ अहिले चट्ट सिसिआरसी भन्दा कसको याद आउँछ तिमीलाई प्लस टूमा सिसिआरसी मलाई त्यतिखेर जस्तो त्यो 2 इयर्स थियो नि त्यो पढ्दाखेरिको बेलाको एकदमै रमाइलो लागेको त्यो 2 इयर्स फिल हुन्छ क्या अहिले पनि स्टिल इभन एमबिबिएस सक्दा पनि अझै मेमोरीमा छ 2 इयर्स चाहिँ कस्तो मजाले बितेको जस्तो फिल हुन्छ क्या भनेको पढाइ सँगसँगै साथीहरू पनि अर्न गरिए जस्तो हुन्छ त्यतिखेर हामी 7 जना थियौँ केटाहरू ल 7 जना 1 2 3 4 7 जना केटाहरू थियौँ अनि 7 जना भने तिमीले याद गर्नुपर्छ 7 जना अब होइन थियौँ हामी एउटा हामी सुदर्शन गेवाली भन्ने साथी थियो ऊ र म चाहिँ सँगसँगै नै बस्थ्यौँ नजिकै बस्थ्यौँ सङ्कलमा त्यसपछि अरू साथीहरू थियो भक्तपुरको साथीहरू थियो सौरभ तम्रकार भन्ने थियो सरन दाजु भन्ने थियो निवेश कुष्मा भन्ने थियो त्यसपछि साथीहरू थिए अनि कतिजना पुग्यो हजुर 4 जना मात्र पुग्यो विजय घतान भन्ने थियो होइन 5 जना भयो अर्को सुजल लभ भन्ने थियो होइन 6 जनै हो क्या हामी तिमी 1 जना 7 जना म 1 जना 7 जना अनि भनेपछि 11 देखि जोइन गरेको थियो होइन 12 पछि 12 देखि जोइन गरेको थियो त्यस पछाडि चाहिँ पास आउट भइसकेपछि फेरि जोइन गर्यो यता फर्मल ब्रिज कोर्स त्यसपछि इन्ट्रान्स प्रिपेरेसनको लागि त्यो पनि नेममै गरेको थियो
यस्तो भयो त्यो अगाडि गरिसकेपछि इक्जाम सकिसकेपछि अगाडिको इक्जामहरू मात्रै दिन गइन्थ्यो अनि सुरुमा आइएमको इक्जाम दियो भएन त्यसमा त्यसपछि यता त बिबिकेएचएसको त हाम्रो भदौमा रिजल्ट आउँथ्यो इक्जाम चाहिँ साउनमा हुन्थ्यो नि त त्यसपछि 1 वर्ष कुर्नै पर्थ्यो त्यतिखेर मिस हुन्थ्यो नै सबैको किनभने भदौमा रिजल्ट आउँथ्यो साउनमा इक्जाम हुन्थ्यो अनि 1 वर्ष कुर्नै भयो त्यसपछि चाहिँ बिबिकेएचएसको चाहिँ त्यसरी चाहिँ जोइन गरेँ अगाडि चाहिँ त्यसमा चाहिँ नाम निस्क्यो भनेपछि सुरुचोटिकै बिपीमा नाम निस्क्यो त्यसमा केही रमाइलो इन्सिडेन्ट्सहरू केही छ इन्ट्रान्स प्रिपेरेसन होइन त्यस पछाडि बिपी जोइन गर्ने त्यतिखेर अथवा तिमी अब हुन त चतराकै हो होइन त्यो नजिकै बिपी नै हुन्छ बिपी नै अप्सन थियो कि अरूतिर भए पनि हुन्थ्यो भन्ने थियो कि यस्तो थियो म काठमाडौँ पढ्दाखेरि चाहिँ टिचिङ हस्पिटल को छेउमा चाहिँ मेरो आन्टी बस्नुहुन्थ्यो कि महाराजगञ्ज सुल्तान होइन त्यतिखेर चाहिँ बिबिकेएचएस चाहिँ कस्तो लाग्थ्यो भन्दाखेरि अगाडिदेखि नै खतरा खतरा मान्छेहरू मात्रै त्यहाँ नाम निस्किन्छ जस्तो फिल हुन्थ्यो कि अनि त्यही पढ्दाखेरि चाहिँ लाइक त्यतिखेर ड्रिम कलेज नै थियो बिबिकेएचएस चाहिँ किनभने नेममा पनि त बिबिकेएचएसको क्वेसन भनेर छुट्टै गराउनु हुन्थ्यो नि त अलिक गाह्रो क्वेसन भनेर अनि त्यतिखेर चाहिँ जस्तै आन्टी त्यही घर जाँदाखेरि चाहिँ त्यो टिचिङ हस्पिटल दुईतिर यता क्लास हुने यता हस्पिटल होइन जस्तो हेर्दै जाँदाखेरि ल यहाँ पढ्नु छ जस्तो हुन्थ्यो क्या त्यो मलाई याद छ कि त्यो ठ्याक्क त्यो जस्तै मेन रोडबाट गल्ली छिरिसकेपछि ग्राउन्ड छ नि तपाईँहरूको त्यही फुटबल खेले हुन्छ त्यही त्यही छ नि होइन त्यो दाइहरू खेलेको देखिन्थ्यो क्या होइन कस्तो अर्कै लाग्थ्यो क्या त्यो झ्यालहरूमा त कहिले काहीँ त्यो पनि देखिन्थ्यो खोपडीहरू पनि देखिरहेको हुन्थ्यो राम्रै एनालाइज गरेर जस्ट यो कलेज भन्नेवाला थियो क्या त्यतिखेर चाहिँ आइएम पनि अप्सन आइएम थियो आइएम माथि बिबिकेएचएस थियो क्या त्यतिखेर भनेको इन अ वे अलिकति बिबिकेएचएस चाहिँ सकिँदैन कि जस्तो वाला पनि हुनेवाला थियो कि त्यतिखेर अनि तर भयो भएपछि चाहिँ अनि भएपछि त भइहाल्यो भएपछि त भयो आई फेल्ट लकी भन्ने जस्तो भएको थियो फर्स्ट इयरमा आउँदाखेरि त्यस पछाडि अनि अब भन्दाले कस्तो थियो त त्यो मोमेन्ट अब एक्सपेक्ट गरेको थियो कि नाम निस्कन्छ नि भनेर कि होइन कि नाम अब निक्लेला ननिक्ले थाहा छैन भन्ने तरिकाले बसेको थियो कि रिजल्ट आउनुभन्दा अगाडि कति कन्फिडेन्स थियो तिमी त्यो इक्जामको पनि इन्ट्रेस्टिङ छ एउटा अगाडि के भयो भन्दाखेरि म अगाडि 1 वर्ष प्रिपेयर गरिरहेको थिएँ अनि प्रिपेयर गर्दा गर्दै चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ कस्तो भयो भने त्यतिखेर 1 इयर प्रिपेयर गरिसकेको थियो त्यतिखेर अनि पछि कस्तो भयो भन्दाखेरि यो फिल्डमा जाँदाखेरि ठिक हुन्छ कि बाहिर पो जाने हो कि जस्तो हुन थाल्यो किनभने 1 इयर पढिसक्दाखेरि चाहिँ आफूसँगैको 12 को साथीहरू कोही अस्ट्रेलिया कोही युएस गइसकेको थियो कि एन्ड दे डुइङ रियली ग्रेट होइन अनि यो पो अप्सन हुनसक्छ कि भन्ने जस्तो भयो क्या त्यो भइसकेपछि चाहिँ अनि ठ्याक्कै इक्जाममा 1 विक बाँकी छ मेरो दिमाग चाहिँ भइसक्यो अब डाइभर्ट भइसक्यो बाहिर जानुलाई म युएस जान्छु भनेर होइन त्यो भइसक्यो अनि युएस गएको साथीहरूलाई सोधेँ मैले सिनियर्स पनि हुनुहुन्थ्यो तपाईँले पर्सेन्टेज सोधेँ के छ +2 को पर्सेन्टेज भन्ने यस्तो यस्तो छ भन्दाखेरि चाहिँ अनि सबले जस पोजिटिभ फिडब्याक दिनुभयो कहाँ सक्छु तिमीले सक्छौ भन्ने टाइपको त्यसपछि त्यो भइसकेपछि अनि त्यो स्टार्ट गर्नेहरूको पनि हुँदो रहेछ नि त फेरि होइन गयौँ मेरो अङ्कलको छोरीले पनि ट्राई गरिरहेको थियो अस्ट्रेलिया जानलाई उसँग गइसकेपछि हामी युसेफ नेपाल पनि गयौँ कि युसेफ नेपाल पनि गयौँ अनि सेमिनारको चाहिँ त्यो टिकट्सहरू लिएर वेडनेसडे आएँ त्यसपछि स्याटरडे थियो इक्जाम म वेडनेसडे युसेफ नेपाल गइरहेको छु थर्सडे म अनि घर आएँ यता किन त्यस्तो भन्नाले अब इन्ट्रान्स प्रिपेयर गर्न बसिरहेको मान्छे होइन होइन एक्जाममा आउनलाई 2-3 दिन बाँकी छ अनि युआर प्लानिङ टु गो टु फरेन कन्ट्री किन त्यस्तो युएस होइन त युएस के छ त्यस्तो सेयर गर्न मिल्छ भने होइन किनभने त्यस्तो ड्रास्टिक चेन्ज त मान्छे त पुरै फोकस हुन्छ नि त एक्जामभन्दा अगाडि होइन त्यही माथि झन् गाह्रो बिपीको इन्ट्रान्स भन्ने मान्छे त्यही पनि त्यो हुँदै पनि त्यसलाई नेग्लेक्ट गरेर युएसको लागि एप्लाई गर्न जानु भनेपछि चाहिँ के थियो होला त्यस्तो कारण केही छ भने सेयर गर्न मिल्छ भने सेयर गर होइन रिजनहरू थिएन त्यतिखेर भन्यो त अगाडि साथीहरू गइसकेपछि चाहिँ यो फिल्डमा चाहिँ अझ पढिराख्नुपर्ने होइन सकिँदैन कि जस्तो त्यो मोमेन्टमा के भयो जस्तो भयो कि त्यो पछि चाहिँ यता गयो अनि थर्सडेमा आएँ यता होइन यता आइसकेपछि अब मेरो ध्यान छैन क्या अब एक्जाम छ होइन पढिसकेको छ यत्रो 1 वर्ष तर पनि
ला भन्ने डरै छैन कि एक्जामको। अब मलाई युएस जानु छ भन्ने भइरहेको, अब बुवाले कसरी भनौँ भन्ने भइरहेको कि मैले दाइलाई भने दाइसँगै बसेर पढेको, अनि दाइलाई भने दाइ म चाहिँ युएस जानुपर्छ होला हौ भनेको होइन। अनि दाइले सुरुमा चाहिँ हुन्छ जस्तो कुरा गर्नुभयो, पछि फेरि सोच्नु यत्रो 1 वर्ष पढाइस् किन तेरो माइन्ड कसरी डाइभर्ट भयो बिस्तारै सेयर गर। रिजन त्यस्तो अगाडि +2मा चाहिँ कस्तो भयो भन्दाखेरि एकजना साथी थियो होइन। तर हाम्रो कस्तो भयो भन्दाखेरि स्टार्टिङ अफ द क्लास 12मा चाहिँ वी स्टार्टेड डेटिङ, अनि त्यसपछि ठ्याक्क +2 सकिने बेला चाहिँ वी ह्यापन टु ब्रेकअप के। त्यो भइसकेपछि चाहिँ त्यो उसको साइडबाट थियो, मेरो साइडबाट थियो। अनि त्यस्तो हुँदाखेरि चाहिँ मलाई चाहिँ मेरो फर्स्ट लभ थियो। अनि आई हेभ नेभर बिन लभ द्याट वे जस्तो फिल भएको थियो त्यतिखेर चाहिँ उहाँबाट। अनि त्यसपछि को भने चाहिँ नसोध्नु फेरि, त्यतिसम्म त प्राइभेसी राख्नुपर्छ। अनि त्यस्तो त्यो भइसकेपछि तर मलाई इन अ वे कस्तो पनि हुन्थ्यो भन्दाखेरि मैले अगाडिदेखि भन्थेँ त म एमबिबिएस गर्नु चाहन्छु भनेर। दुईजना कुरामा तिमीले मेडिकल फिल्ड जान्छु भनेको थियो। कति समयसम्म, कहिले क्लास 11मा भेटेको? 12। अनि 12 सकिँदाखेरि अनि पछि उसले नेपालमै माइक्रोबायो जोइन गयो सायद। अनि मैले चाहिँ इन्ट्रेस्ट प्रिपेयर गर्न थालेँ। मलाई चाहिँ कस्तो इन अ वे त हुन्छ नि हो भन्ने चाहिँ थियो क्या त्यतिखेर। अहिले ब्रेकअप भयो पनि समडे त्यतिखेर थियो। अनि कस्तो भने ठ्याक्क 1 इयर पढ्यो, अनि एट द ठ्याक्क अघि भनेको थियो नि 7 डेज बाँकी हुँदाखेरि चाहिँ उसको भिजा लाग्यो क्या बाहिरको लागि, युएसको भिजा लाग्यो। अनि त्यसपछि चाहिँ त्यो होप नै हरायो क्या, अब छैन अब उता गइसकेपछि त नो वे भन्ने जस्तो भयो। अनि त्यो भएपछि चाहिँ मैले अब आई सुड ट्राई फर बाहिर जस्तो भयो। किन भन्दाखेरि अहिले सम्झिँदाखेरि मेरो एम भन्दा त्यो कुरा इम्पोर्टेन्ट भयो जस्तो त्यतिखेर। अनि त्यतिखेर अनि आएँ म यता थर्सडे आएँ घर होइन। आइसक्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ आइसकेपछि पनि म उसको प्रोफाइलै हेरिरहेको थिएँ क्या। तिमी पुरै डिस्टर्ब छौ, एक्जाम छ र पनि तिमीले कन्सन्ट्रेट गर्न सकिरहेको छैन। अनि त्यसपछि मैले ब्लक गरिदिएँ त्यसपछि म, किनभने एकदम डिस्टर्ब भएँ। अनि त्यसपछि फ्राइडे मैले विराटनगरबाट भरेको थिएँ फर्म, आदर्शमा गएर एक्जाम अब जस्तै। तर आज थर्सडे आएँ, फ्राइडे बिहान गएँ विराटनगर, दिदी हुनुहुन्थ्यो, दिदीकोमा बसेँ। अनि चाहिँ अब यत्रो पढेको चाहिँ रिभिजन त गर्ने भयो, रिभिजन गरेन त हुन्छ हाल्नु नि भइन्छ। त्यसपछि फ्राइडे स्याटरडे एक्जाम थियो, फ्राइडे चाहिँ जस बिपिकेएचएसको त एक्सप्लोरर थियो नि, बिपिकेएच एक्सप्लोरर त्यो कतिचोटि पढिएको थियो। अनि मैले सर एकचोटि सबै नै रिभिजन गरेँ, अगाडि पढिसकेको थियो, त्यो भएर ल्याइयो होइन। अनि एक्जाम दिन गइयो, अब तपाईँ पनि ध्यान उतै छ कि युएसमै छ कि ध्यान। अनि त्यसपछि गएर बस्यो एक्जाम हलमा, अनि जस क्वेसन्सहरू सल्भ गर्दै गयो होइन, गर्दै गयो। लास्टको आधी घन्टा बाँकी छ, अब चाहिँ गोल लाउनु पऱ्यो बबलमा भएको थियो। सर आउनुभयो एकजना बिपिकेएच कि होइन। अनि हेर्नुभयो एउटा पनि गोल लाएन। अनि सरले भने ए हुँदैन यसको, यसले गोल लाएन, यसको पेपर लिएन। आधी घन्टा त बाँकी छ सरले किन त्यसो भन्नुभयो होइन। हतार हतार गोलो लाग्यो होइन, सक्यो एकदम निस्क्यो बाहिर। अनि ठ्याक्क त्यतिखेर घर फर्किने सिटी सफारीमा फर्किँदाखेरि अब म त्यो भनेको चाहिँ स्ट्राइक हुन्छ क्या। दुईजना, एकजना भाइ एकजना बहिनी थियो होइन। अनि दाइ एक्जाम दिएर आउनुभएको हो तपाईँ? हजुर भने मेरो ध्यान छैन एक्जाममा छैन त अनि हजुर भने। अनि कस्तो भयो एक्जाम भने ठिकै भयो भने। अनि तपाईँको त नाम निस्किन्छ होला है भनेर। अब चिनेको पनि छैन, को पनि हो थाहा छैन होइन, कस्तो पोजिटिभ भएको देखिरहेको क्या। अनि बल्ल उसले भनेपछि चाहिँ अनि त्यतातिर मलाई ध्यान गइरहेको। अनि त्यसपछि आएपछि अनि म घर फर्किँदै त्यतिखेर चन्द्र आएँ। अनि त्यतिखेर बुवालाई भने पासपोर्ट बनाउनु जाऊँ भनेर। अझै पनि तिमी त्यही छौ? पासपोर्ट बनाउनु जाऊँ भनेर। अनि भेनालाई भन्न लाग्यो, आफू त भन्न सकिनँ होइन बुवालाई, भेनालाई भन्न लाग्यो। अनि त्यसपछि हामी स्याटरडे एक्जाम भयो, अनि ट्युजडे चाहिँ धरान आउनु पर्थ्यो पासपोर्ट बनाउनु। अनि आएर डकुमेन्ट्सहरू सबै दिउँ। अनि घर फर्केर टिभी हेर्दै थिएँ, साथीको मेसेज आयो, साथी कहिले पार्टी कहिले दिन्छस् भनेर।
होइन भनेको अल अफ अ सडन मेसेज आयो कोही पार्टी कहिले दिन्छस् भनेर इन्द्राजको साथीको इन्द्राजको मेसेज साथी के भन्छ भनेर हेरेँ अनि रिजल्ट आएछ रिजल्ट आउँदाखेरि नाम निस्केछ अनि त्यो भइसकेपछि अनि सबैलाई जस दाइ बुवालाई सबैलाई कल गरिसकेपछि अनि मेरो ध्यान फेरि त्यतै छ अनि मैले उसले अब त सबतिर ब्लक गराएको थिएँ उसको साथीलाई चाहिँ कल गरेँ अनि त्यस्तै भयो पास्ट इज पास्ट जस्तो भयो। त्यसपछि के भयो त नाम निस्केपछि अब त्यो घरमा त अर्कै माहौल भयो होला नि त फेरि त्यसपछि दाइ रुनु भयो नि दाइसँग बसेर पढेको नि त मलाई दाइले त्यतिखेर मैले अघि भनेन होइन 9मा पढ्दाखेरि चाहिँ केही पनि गर्न दिनुहुन्थ्यो कि सबै आफै गर्नु इभन मैले खाएको थाल पनि मार्च दिनुहुन्थ्यो कि दाइले अनि त्यो गरिसकेपछि नि +2 गरिसक्दा पनि त्यस्तो एकदमै सबै उयोमा हेल्प गर्नुभएको थियो अनि पछि दाइ त रुनु नै भयो क्या नाम निस्क्यो भने त्यस्तो खुसी गाँस त्यस्तो भएको थियो त्यो मेमोरेबल छ त्यो बेलामा। त्यसपछि त अब बिपी जोइन गर्नु परिहाल्यो होइन अनि के छ त अनि फर्स्ट इयर सेकेन्ड इयर बिपीका इभेन्ट्सहरू यसो भन नि त बिपीमा पुगिसक्यो अब बिपीको इभेन्ट्सहरू सबै मेमोरेबलै छ तिमीले गर्दाखेरि म पनि एकचोटि बिपीसम्म पुग्ने मौका पाएँ होइन त्यस पछाडि त्यसको लागि थ्याङ्क यू तिमीलाई। म आफू पनि मलाई बिपीमा पढ्न मन थियो कि होइन घर छेउमा थियो नि त विराटनगर र बिपी अनि बिपीको बस जान्थ्यो क्या त्यो स्टाफहरू लिन जाँदो रहेछ ए गाडी आउँदो रहेछ सजिलो हुने रहेछ जानलाई भन्थ्यो अनि अर्को रिजन चाहिँ गल्फ कोर्ट पनि थियो होइन गल्फ कोर्ट पनि यसो खेल्न पाइन्छ कि भन्ने हुन्थ्यो आउँदैन थियो त्यही पनि गल्फमा अलिकति इन्ट्रेस्ट चाहिँ हुँदैन। फर्स्ट इयरमा हामी अब याद छ कि अब फर्स्ट इयरमा चाहिँ ऱ्यागिङ हुन्छ नि त ए भन्नु पऱ्यो ऱ्यागिङ हुन्छ नि त होइन पहिलो महिना त अब जस्तै मेरो तिमीहरूको क्लासिक ऱ्यागिङ भन्नु पऱ्यो किनभने मैले योभन्दा अगाडि बिपीको मान्छेको इन्टरभ्यू नै लेखेन पोडकास्ट होइन के छ तिमीहरूको नेसनल एन्थम छ अरे बिपी एन्थम यस्तो छ त्यो चाहिँ कस्तो छ भन्दाखेरि गाउँकै दाइ चाहिँ पढ्नु भयो बिपीमै होइन विदेश पढ्नु भयो अनि उहाँले चाहिँ अगाडि नै ऱ्यागिङको बारेमा सबै भन्न सक्नु भएको थियो कि सेतो सर्ट लाउनुपर्छ माथि पुरै माथिसम्म टाक लगाएर सेतो के अरे कालो प्यान्ट विदाउट बेल्ट अनि कालो सुज तुनावाला त्यसपछि ढाका टोपी अनि कपाल जिरोमा होइन अनि त्यस्तो थियो क्या पुरै मैले चाहिँ सुरुमै कपाल जिरोमा बनाएर गएको थिएँ होइन कार्ड भन्नु गएको थिएँ ल मेरो ऱ्यागिङको एक्सपिरियन्स सुनाउँछु त सुरुमा अब केटाहरू छिरिसक्यो केटाहरू एक दिन अगाडि आएर ऱ्यागिङ खाइसकेर यति त्रासपूर्ण इन्भाइरोमेन्ट होइन पढ्नको लागि आएर के भइरहेछ यहाँ होइन घरमा कहिले पनि गाली सुने होइन त्यहाँ के सुने पुरै त्रासपूर्ण फर्स्ट इयरमा होइन भर्खर खोज्छौ म त गइसकेपछि फोन गर्छु उठाउनै मान्दैन केटाहरू फोनै उठाउँदैन कहाँ हो थाहा छैन आफूलाई रुम गएँ यति नम्बर रुम भनेर माथि सामान राखेर अनि कति नम्बर रुम थियो मेरो रुम नम्बर 63 होस्टेल नम्बर 6 रुम नम्बर 63 होइन अनि त्यसपछि फर्स्ट इयरमा चाहिँ 2 जना बस्नु पर्थ्यो त्यसपछि अनि गएँ मेरो रुमबाट आएको थियो नि त्यतिखेर अनि सामान राखेँ अनि सामान राखेर एउटा केटाहरू कहाँ छ भने निस्किसक्यो किनभने त्यहाँ बस्दा त ऱ्यागिङ भइहाल्छ अनि दिउँसोभरि भएको बेलुका मात्रै आयो कि पुरै पर्छ अब सेसन त्यतिखेर सेप्टेम्बर 1 मा सुरु हुँदैन भदौको त पिक गर्मी आवर त्यही माथि टफ फ्लोरमा थियो तातेर त्यसपछि सर्ट बाहिर निकालेको थियो यो ढाक पनि लाएको थिइनँ पेन्ट लगाएँ जुत्ता लगाएर कपाल जिरोमा पनि चाहिएको थियो निस्केँ भनेको झर्दैछु एकजना दाइ भन्नुभयो को दाइ थाहा छैन अनि त्यसपछि के भन्न थाल्नु के अरे तल टाउको तल पनि थर्ड बटन हेर्नु भनेर क्या यो फर्स्ट सेकेन्ड थर्ड बटन ताकि फ्रेस नहोस् भनेर त होला नि थर्ड बटन त्यसपछि अनि रुममै लिएर जानुभयो कहाँ त्यो रुम भनेर त्यो गर्ने खलखल पसिना भइसक्यो त्यसपछि अनि सर्ट के हो यो बेल्ट लगाइरहेछस् भनेर पुरै हुन्छ नि एकदम थर्काउनु त्यसपछि अनि एकछिन गाली गर्नु अनि हतार हतार निस्क्यौँ अनि बल्ल केटाहरूसँग गफ गर्दा ल यस्तो हुन्छ भन्ने कुरा हो अनि त्यो राति पनि आइयो फर्केर चाहिँ सेतो सर्ट त थिएन फर्केर आयो अनि ऱ्यागिङ भइरहेको ल पुरा दराज हुन्थ्यो क्या हाम्रो होइन दराज हुन्थ्यो त दराजलाई चाहिँ सगरमाथा भन्दो रहेछ अनि सगरमाथा ए होइन बिर्सेछु होइन अघि त्यतिखेरै जुन फर्काएर लिएर जानु पनि दाइले त्यसपछि सगरमाथा चढ भन्नु सगरमाथा चढ भन्नु सगरमाथा त ऊ रहेछ दराज रहेछ दराजमाथि चढ्यो कसरी चढ्ने टेबलमा टेकेर माथि चढ्यो अनि टप फ्लोर पुरै खलखल पसिना भइसक्यो आफू पुरै अनि त्यसपछि अझ के क्वेसन्सहरू पनि सोधेको थिएँ सोध्दा चाहिँ
अनि के गाली गऱ्यो निस्किसकेपछि ल यस्तो हुनेछ राति आउँछ सब नापिरहेको सगरमाथाको हाइट नापिरहेको छ कोइनले चन्द्रमाको सगरमाथाको हाइट कोइनले भनेपछि त दराजको हाइट कहाँ दराजको हाइट कोइनले नापिरहेको छ अरे होइन भनेपछि कसरी मेजरमेन्ट कसरी भन्नु पर्यो यति कोइन अब नाप भने पुरा नाप नै दिँदैन नि ए बिचमै कसैलाई चाहिँ त्यो चामलको ग्रेन दाना हुन्छ नि चामलको दाना नापिरहेको छ कसैले कोइनले नापिरहेको अनि त्यहाँ गाली गरिरहेको पुरै चेपाइदिए भनेर गाली गरिरहेको अनि त्यहाँ चाहिँ लक्कीले के भयो भन्दाखेरि चाहिँ मलाई त्यो हाइट नाप्नुभन्दा अगाडि चाहिँ नाच्न र गाउन लागिसक्नु भएको थियो मलाई होइन 2 चोटि जस्तो चाहिँ दाइहरूले अनि फेरि कस्तो हुने भन्दाखेरि चप्पल चाहिँ रुममा आउँदाखेरि एउटा निलो एउटा हरियो चप्पल लगाएर आउने कि कसले दाइहरू ए किन त्यस्तो एकै खाले चप्पल नलाउने कि अब त्यो चाहिँ खै अब चप्पल हेरेर चिन्छ भनेर हो कि दुई खाले चप्पल लगाएर आउने त्यसपछि अनि एकजना दाइले चाहिँ मलाई गाली गर्दै गर्दै छठमा लिएर जानुभयो कि छठमा लिएर जानुभयो अनि त्यसपछि त्यहाँ पनि गाली गर्नु थाल्नुभयो एक्लै अनि त्यसपछि पछि चाहिँ मेरो पुरै हिस्ट्री भन्नुहुन्छ तँ यो स्कुल पढाइ होइन तेरो कम्पिटेटर यो होइन भन्नुहुन्छ अनि के छ तेरो लपऱ्या तँसँग भन्नुहुन्छ के भन्नुहुन्छ त्यसो त केही पनि थिएन अनि त्यसपछि एकछिनपछि तिमी भन्दै ल माथि हेर भनेर जानुभयो अनि यसरी भने मेरो इमिडिएट जुनियरको चाहिँ दाइ हुनुहुँदो रहेछ कि अनि बहिनीले चाहिँ दाइलाई भने रहेछ दाइ यस्तो यस्तो नाम निस्केछ उहाँको भनेर अनि त्यसपछि दाइले चाहिँ राम्रोसँग यस्तै हुन्छ यहाँ सुरुमा हात दिनु पर्दैन यताउति भनेर भन्नुभयो त्यसपछि मेरो रुममा लग्नुभयो सुता भन्नुभयो नम्बर दिनुभयो बाहिरबाट लक लगाइदिनु भयो म चाहिँ सुतेँ बच्चेँ म केटाहरूको 2-3 बजीसम्म ऱ्यागिङ भइरहेको 2-3 बजीसम्म होइन क्लासमा उङ्गिरहेछ नि पुरै डिप्रेस यो अनि तिमीहरूको कहिलेसम्म चल्छ ऱ्यागिङ यो चाहिँ हाम्रो 1 महिना चल्छ त्यो सेप्टेम्बर 1 देखि 1 मन्थ हुन्छ ठ्याक्क 1 मन्थको चाहिँ सकिसकेपछि चाहिँ हाम्रो सिडिपी भन्ने सुरु हुन्छ कि नोभेम्बर 3 देखि 14 जस्तोसम्म सुरु हुन्थ्यो अहिले चाहिँ अब सेसनै चेन्ज भयो त्यतिखेर चाहिँ सेप्टेम्बर 1मा सेसन 1 महिना सकेपछि चाहिँ फेरि सकियो 1 महिना सक्यो फेरि छुट्टी हुन्थ्यो इन्डियनहरूको पनि हुन्थ्यो इन्डियनहरूको चाहिँ थ्रु आउट द इयर नै हुन्थ्यो फर्स्ट इयरसम्म हाम्रो चाहिँ 1 महिना सकिसक्यो भनेपछि इन्डियनले गर्ने भनेपछि नेपालीले इन्डियनले गर्दैन ए भने छुट्टी नेपालीहरूको चाहिँ 1 महिनापछि चाहिँ नर्मलाइज हुन्छ 1 महिनापछि नभए त कहाँ दिउँसोभरि कोही भेडेटार घुम्न गइरहेछ कति केटाहरू फङ्गस भएर पुरै किनभने त्यही सर्ट लाहा पसिना भएछ त्यहीमै सुतिरह होइन जुत्ता लाएरै सुतिरह पुरै 1 महिनापछि सर्टहरू लाउनु परेन 1 महिनापछि चाहिँ त्यो सेतो सर्ट हाइट लाउनु परेन त्यस्तो 1 महिनापछि त्यसपछि त्यो बेला चाहिँ दाइहरू पनि चिनिन्छ एकदम इन्टेन्स नै हुँदो रहेछ हैन अब मेरो चाहिँ मैले चाहिँ त्यो सबै फेस गरिनँ किनभने त्यो एक दिन जुन भयो त्यसपछि म घरदेखि धाउन थालेँ आधी घन्टा जस्तो हुन्थ्यो अनि बाइकमै आउन थालेँ त्यसपछि मैले ऱ्यागिङ पनि दिइनँ मैले ऱ्यागिङ पनि लिइनँ किनभने मलाई चाहिँ किन र भन्ने जस्तो हुन्थ्यो क्या मान्छे पाइदिए किन सुन्नु र जस्तो हुन्थ्यो अब ऱ्यागिङ भन्नाले पनि अब त्यहाँ इन्टरेक्सन भन्ने वर्ड चाहिँ राम्रो हुन्छ कि होइन अब त्यसमा चिनजान कसरी गरिन्छ त सिनियर जुनियर भन्दाखेरि कतिकोसम्म गर्ने भन्ने कुरा होइन मलाई चाहिँ त्यतिखेर कस्तो लाग्थ्यो भने अब यसको पोजिटिभ पार्ट चाहिँ के हुन्थ्यो भने दाइहरू क्लोज हुन्थे होइन त्यही दाइले नै हेल्प गर्ने हुन्थ्यो इक्जाम आउँदाखेरि ल स्टडी मेटेरियल्सहरू दिने होइन यो पढ्नुपर्छ यो क्वेसन आउँछ भनेर त्यो त किन भन्दाखेरि सबै पढेर पनि त जानिँदैन नि त होइन सकिँदैन पनि धेरै पनि हुन्छ दाइहरूले त्यति भन्दा पनि कति सजिलो हुन्थ्यो नि त त्यो हुन्थ्यो भन्नुहुन्थ्यो होइन त मलाई चाहिँ अलिकति डिफ्रेन्ट लाग्थ्यो कि यो चाहिँ सिकाउनेको लागि त किन दुःख दिनुपर्छ र जस्तो फिल हुन्थ्यो होइन सिकाउनै मन छ भने भाइहरूलाई किन दुःख दिनु जस्तो राम्ररी पनि भन्न सकिन्छ होइन रेस्पेक्टफुल्ली नै किन त्यो गरिसकेपछि त हो दाइ भन्ने त यसै रेस्पेक्ट आइहाल्छ नि होइन गाली गरेर चाहिँ किन रेस्पेक्ट आउनु गर्ने हो र जस्तो लाग्थ्यो मलाई चाहिँ त्यो चाहिँ कल्चर अनि बिपीको चाहिँ अब कस्तो छ त फर्स्ट इयर सेकेन्ड इयर तिमी थर्ड इयर कस्तो हुन्छ अनि तिमीहरूको केही मेमोरेबल इभेन्ट्सहरू छ भने अब फर्स्ट इयर र सेकेन्ड इयर चाहिँ बेसिक साइन्स भन्यो भने होइन युनिट 0 युनिट 1 2 सम्म हुन्थ्यो फर्स्ट इयरमा अनि युनिट 0 1 2 भयो अनि 3 4 5 बिर्स्यो हो मैले ला यस्तै चाहिँ होला 0 1 2 चाहिँ फर्स्ट इयरमा हुन्थ्यो अनि त्यसपछि कप 2 भयो होइन 3 4 5 हुन्थ्यो क्या यसरी हुन्थ्यो जस्तै अगाडिको युनिट 0 चाहिँ पुरै बेसिक्स नै भयो अनि युनिट 1मा ब्लड इम्युनो भनेर हुन्थ्यो युनिट 2मा चाहिँ सिभियस रेसिपी भनेर हुन्थ्यो त्यसपछि अनि जिआई
त्यस्तोसम्म जानु पर्दैन त्यस्तो भन्थ्यो ए बिर्सेछु हो मैले त्यो अब चाहिँदैन केही मेमोरेबल इभेन्ट्सहरू होइन बाहिर फिल्डहरू जाँदा अथवा साथीहरूसँगको मेमोरेबल इभेन्ट 5-6 वर्ष बसे हुन्छ नि त कलेजमा त्यतिखेर तिमीहरूको सबभन्दा मेमोरेबल त सुरु कि जस्तै फर्स्ट इयरकै सिडिपी होइन बल्ल ऱ्यागिङ सकेपछि सिडिपी भनेर चाहिँ अझ कम्युनिटी डेभलपमेन्ट प्रोग्राम भन्नु हुन्थ्यो सिडिपीलाई चाहिँ होइन तर अब हामीले चाहिँ रमाइलो भयो सिडिपीलाई चाहिँ कपल डेभलपमेन्ट प्रोग्राम ए ल किन भन्दाखेरि त्यतिखेर केटाकेटी बनाइदिनु हुन्थ्यो क्या छानी त होइन ऱ्यान्डमली जानी केटाकेटी नै बनाइदिनु टिचरले नै एउटा ग्रुपमै जस्तै एउटा ठुलो ग्रुपमा चाहिँ 7वटा ग्रुप भयो भने 7वटा सब ग्रुप हुन्थ्यो कि त्यसमा जस्तै ठुलो ग्रुपभित्र पनि केटाकेटी त्यसरी बनाइदिनु हुन्थ्यो कि त्यही भएर चाहिँ दाइहरूले पहिल्यैदेखि नै अनि सिडिपीलाई चाहिँ कपल डेभलपमेन्ट प्रोग्राम किनभने कतिको चाहिँ त्यहीबाट पनि सुरु हुन्छ कपल भएर पछि बिहे पनि भयो कि ए नाइस ल तिम्रो त्यस्तो केही भएको भएन नि त भएन त्यस्तो कपाल डेभलप भएन अनि ग्रुप रमाइलो थियो हाम्रो सिडिपीमा ग्रुप रमाइलो को थियो त फर्स्ट इयर नै होला होइन फर्स्ट ठ्याक्क ऱ्यागिङको 1 महिनापछि हो कि त्यतिखेर हुनुहुन्थ्यो हाम्रो ग्रुपमा त्यतिखेर मेरो के अरे सिपा भन्छ क्या सिपा भनेको चाहिँ सिडिपी पार्टनर अनि रूपा भन्थ्यौँ हामी रूपा भनेको चाहिँ रुम पार्टनर अनि सिपा मेरो चाहिँ रितिका ताम्राकार भन्ने हुनुहुन्थ्यो होइन बिडिएसको हुन्थ्यो अनि रमाइलो एकदम बिडिएसको एमबिबिएस बिडिएस मिक्स गरेर एमबिबिएस बिडिएस नर्सिङ ए नाइस 3टा अनि सँगै हुन्थ्यो अनि डाटा कलेक्ट गर्न जानुपर्छ त्यतिखेर छुट्टै रमाइलो अहिले सम्झिँदाखेरि कस्तो रमाइलो यो त हरेक इयर हुनुपर्छ जस्तो लाग्ने क्या एकजनालाई मात्रै सम्झ्यो तिमीले होइन बुवा त मेरो सिडिपी पार्टनर भएर दुईजना मात्र हो एउटा ग्रुपमा होइन एउटा ग्रुप चाहिँ जस्तै हाम्रो ग्रुप चाहिँ 2जनाले मात्रै जस्तै हाम्रो जति पनि डेटा कलेक्ट गर्नुपर्ने छ जस्तै टोटल मैले 40वटा अथवा 50वटा डेटा कलेक्ट गर्नुपर्ने छ भने त्यो 50वटा डेटा हामी 2जनाले मिलेर कलेक्ट गर्छौँ कि त्यस्तै अरूले पनि कलेक्ट गर्नुहुन्छ तिम्रो चाहिँ रितिका हुनुहुन्थ्यो अब हाम्रै सब ग्रुपमा चाहिँ वेद सायना त्यसपछि तीनटा ग्रुप थियो अनि त्यसपछि उज्जवल अनि सफकत भन्ने थियो हामी 3टा ग्रुप थियो त्यतिखेर छुट्टै रमाइलो त्यतिखेर भने हामीलाई लानको भगवानपुर भन्ने ठाउँमा लग्नु भएको थियो त्यतिखेर माडवारी सेवा सदन भनेर राख्नु भएको थियो त्यतिखेर भेज होइन एउटै ठुलो हलमा राखेको छुट्टै रुममा राख्नु भएको थियो कति दिनको प्रोग्राम हुन्छ त्यो सुरुमा जानुभन्दा अगाडि चाहिँ हामीलाई अगाडि नै ओरिएन्टेसन जस्तो हुन्छ 2-3 डेज जस्तो अनि त्यसपछि 1 विक जस्तो फिल्डमा लग्नुहुन्छ फेरि 2-3 डेज जस्तो चाहिँ प्रेजेन्टेसन हुन्छ कि टोटल 2 विक्सको हुन्छ त्यसरी सेकेन्ड इयरमा चाहिँ के हुँदैन त सेकेन्ड इयरमा चाहिँ छैन कि म उसको भन्दैछु सिडिपीको भन्दैछु सिडिपीमा एउटा इन्ट्रेस्टिङ के भएको थियो भन्दाखेरि चाहिँ मेरो पार्टनर सिडिपी पार्टनरसँग चाहिँ जस्तै एकदम माया गर्ने क्या हुन्छ नि सुनि भोक लाग्नु भन्ने बिस्कुट होइन अनि त्यसपछि घाम भयो भन्ने छाता ओढ्ने होइन त्यस कस्तो एकदम त्यो अर्को वेमा होइन केयरिङ साथी क्या हुन्छ नि कस्तो फर्स्ट टाइम बोलेको थियौँ हामी त्यतिखेरै यो सिडिपीले चाहिँ कस्तो ऱ्यापोर्ट बिल्डअप गर्न पनि साथीहरूसँगको त्यो पनि पढाउने क्या त्यसपछि अनि एउटा इन्ट्रेस्टिङ के भन्दा राति 10-11-12 बजीसम्म गर्ने क्या बाहिर पुरै फिल्डमा होइन मजा हुन्छ नि त होइन अनि गर्ने अनि त्यतिखेर दिउँसो बारे थाकेको अनि निन्द्रा लागिरहेको थियो कि उही टाली गरिरहेको थियो नि अनि सुनि निन्द्रा लाग्यो भने होइन अनि त्यसपछि हजुर अलि निन्द्रा लाग्यो जस्तो भने जब सुत म गर्छु जब भने ए हुन्छ गर्छु भने म भोलि चक्लेट किनिदिन्छु ल भने होइन जुत्ता गएँ भोलि बिहान उठेर आयो हेर्छु जहाँ छोडेर गएको त्यही छ ट्याली जहाँ छोडेर गएको त्यही छ होइन चक्लेट त दियो अहिले अनि त्यसपछि रितिका यो त जहाँ छोडेर गएको त्यही छ त अरे रिसायो तिमी चक्लेट चाहियो तिमीलाई ल्याऊ भनेर दियो उसले होइन त्यस्तो भन्ने खोजा होइन हाँसिहाल्छु भने त्यो भन्दा चाहिँ अब कहाँनिर जाने अब सेकेन्ड इयरमा चाहिँ के हुँदैन हाम्रो होइन थर्ड इयरमा चाहिँ एपोइन्टमेन्ट भन्ने हुन्छ अन्त लेकटाङमा परेको थियो एपोइन्टमेन्ट भन्ने त्यतिखेर पनि यस्तै प्रपोजलहरू लेख्ने त्यसपछि अनि डेटा कलेक्ट गर्ने त्यतिखेर चाहिँ अनि एसपिएसएस चलाउन डाटा एनालाइसिसहरू गर्न सिकाउनु भएको थियो क्या हामीले त्यतिखेर त्यो कल्चर चाहिँ राम्रो छ थर्ड इयरमै चाहिँ रिसर्चको चाहिँ करिकुलम नै छ क्या एउटा त्यतिखेर अगाडि लिटरेचर रिभ्यू प्रपोजल राइटिङ त्यसपछि क्वेसनर्स अनि फिल्डमा गएर कलेक्ट गर्ने त्यसपछि गरिसकेपछि डाटा इन्ट्री एनालाइसिस गर्ने चाहिँ त्यतिखेरै सिकाउनु त्यो चाहिँ हामीले रिपोर्ट बनाएर दिनै पर्छ कि त्यो गरेको कुरा चाहिँ अनि एपोइन्टमेन्ट भयो त्यतिखेर त्यसपछि
अनि त्यसपछि चाहिँ थर्ड इयरमा एउटा यो भयो, यो फिफ्थ सेम ल एकछिन ल बिर्सेँ नि मैले फेरि काट्नु ल यस्तोहरू दुईवटा हुन्छ क्या जस्तै फिफ्थ सेममा चाहिँ एपेन्डमेन्ट हुन्छ अनि सिक्स सेममा चाहिँ रिसर्च नै हुन्छ कि भनेको फिफ्थ सेममा चाहिँ यो एपेन्डमेन्ट भयो ग्रुपमा हुन्छ जुन चाहिँ 10जना 11जनाको ग्रुपमा हुन्छ अनि त्यसपछि सिक्स सेममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तै फर्स्ट इयर सेकेन्ड इयर बेसिक भयो थर्ड इयरमा चाहिँ फिफ्थ सेम सिक्स सेम अनि फाइनल इयर भन्दा फाइनल इक्जाम हुन्छ फेरि फोर्थ इयरमा चाहिँ माइनर्सहरू मात्रै हुन्छ फेरि त्यसमा 7 सेम 8 सेम अनि फाइनल इक्जाम अनि लास्टको चाहिँ 9 सेम हुन्छ अनि ग्रान्ड फाइनल भनेर हुन्छ क्या अनि अरू अनि मेमोरेबल इभेन्ट्स अरू इयर्समा निन्द्रा लगाइसक्यो जब निन्द्रा लागेन छिटो गर्नु पर्यो अब 40 मिनट मात्र छ होइन यो त पछि पनि कन्टिन्यू हुन्छ तिमीलाई झ्याउ त लागेन नि तिम्रो भोक लागेको जस्तो लाग्यो तिमीहरू के खान्छ के खान्छ ल त्यही एपोइन्टमेन्ट भयो अनि फोर्थ इयरमा चाहिँ हेल्पमेन भन्ने हुन्छ विराटनगर लगेर त्यसपछि फाइनल इयरमा त ल 100 डेज भनेर काउन्ट गरी पढिन्छ त्यसपछि ग्रान्ड फाइनल पछि इन्टर्नसिप चाहिँ बेस्ट नै थियो कि ल के बेस्ट थियो त इन्टर्नसिपको बेस्ट पार्ट चाहिँ कुनबाट सुरु भयो अनलाइक अदर कलेज चाहिँ जस्तै आइएमके पनि भन्नुभयो नि त तपाईँले होइन हाम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि 45 डेज भित्रै हुन्छ अनि 45 डेज चाहिँ फेरि हुन्छ कि जस्तै मेरो फर्स्ट पोस्टिङ चाहिँ 45 डेज चाहिँ 15 डेज डर्माटोलोजी अनि 30 डेज चाहिँ पेडियाट्रिक्स भएको थियो त्यसपछि त्यसको लगतै फर्स्ट पेरिफेरी पोस्टिङ मेरो धनकुटामै भएको कि त्यतिखेर 45 डेज हुँदाखेरि त्यो एक्साइटमेन्ट नै डिफ्रेन्ट थियो कि अझ धनकुटा कस्तो दामी ठाउँ होइन धनकुटा त्यो चुज गर्न मिल्छ कि के हुन्छ होइन उहाँहरूले रुटिनै भनेको रुटिन चुज गर्न मिल्दैन चुज गर्न अब केही प्रब्लम्सहरू भयो भने मलाई यहाँ भनेर त छुट्टै कुरा हो नभए चाहिँ अगाडि नै रुटिन भनेर आएको हुन्छ धनकुटा यहाँ आउँदा चाहिँ को हुनुहुन्थ्यो तिमी यहाँ आउँदा म यहाँ सुरुमा आउँदाखेरि चाहिँ यहाँ सुरुमा आउँदाखेरि देखेको भनेको डुरान दाईलाई हो होइन डुरान दाई र नरेश दाई भन्ने हुनुहुन्थ्यो त्यसपछि प्रदीप दाई एक्जाम दिन जानुभएको थियो रुमी दाई पनि सायद ट्रेनिङमा हुनुहुन्थ्यो होला त्यसपछि हाम्रो प्रदीप दाई एक्जाम दिन जानुभएको थियो अनि उज्जवल दाई पनि सायद ट्रेनिङमा जानुभएको थियो कहाँ जानुभएको थियो उज्जवल दाई यहाँ हुनुहुन्छ भन्ने मलाई थाहा थिएन त्यतिखेर अनि त्यसपछि त्यतिखेर चाहिँ दुईजना नरेश दाई र डुरान दाई थियो त्यसको फर्स्ट डे याद छ क्या मलाई म 1 नम्बर कोठामा गएँ होइन हामी ठ्याक्कै 10 बजे नै गयौँ ओपिडी 10 बजे त्यतिखेर गयौँ अनि गइसकेपछि 1 नम्बरमा बसेर पेसेन्ट हेर्दै थिएँ कोही पनि हुन्न थियो नरेश दाई चाहिँ उताबाट 3 नम्बर कोठामा बस्नु भएको थियो अनि त्यसपछि बिरामी हेर्दै गयौँ अनि फर्स्ट डे चाहिँ जस्ट 25 काउन्ट गरेर 25 पेसेन्ट्स हेऱ्यो कि ER डुरान दाईको थियो नरेश दाई एकजना मात्रै ओपिडीमा अनि 1 नम्बर 2 नम्बर 3 नम्बर 3 ओपिडी अनि हेऱ्यो अनि हेर्दाखेरि शेखर दाईले त्यतिखेर भनेको कमेन्ट अझै पनि याद छ कि फर्स्ट नै यति हेरेपछि सकिहाल्यो नि भन्नुभयो त्यतिखेर इन्टर्नसिपको सुरुमा त्यसपछि पछि दाईहरू आउनु थाल्यो चाहिँ दाईहरूसँग बस्नु थाल्यो अनि फर्स्ट डे पनि याद छ क्या मलाई इन्टर्नसिपको एउटा गाइने केस आउनुभयो अनि जस्तै अब हाम्रो पोस्टिङ हुँदाखेरि त गाइनेमा जस्तै फिमेल एटेन्डेन्ट राखेर मेल डक्टरले पनि एक्जामिन गर्छ नि त के गर्नु त भने अब यहाँको के छ भने थाहा भएन नि त त्यसपछि 3 नम्बर कोठामा सोध्न गएँ दाइ यस्तो यस्तो केस छ फिमेल पेसेन्ट यस्तो यस्तो कम्प्लेन लिएर आउनु भएको छ के गर्ने भनेर अनि दाइले MCS 18 नम्बर कोठा पठाइदिनु भन्नुभयो अनि के अरे धनकुटाको कस्तो छ त एक्सपिरियन्स ओभरअल अब यहाँनिर यसपछि त बोन्डिङ त तिम्रो स्कलरसिपमा पढेको मान्छे होइन बोन्डिङ त कहीँ न कहीँ त गर्नु थियो पछि त आउनु त अहिले यहाँ आइसकेको छौ तर के तिम्रो अब यही त्यतिखेर डिसाइड गरेको थियो कि पछि चाहिँ अब कहीँ अरूतिर नभएर यहाँ आए जस्तो यहाँ चाहिँ सुरुमा ठ्याक्क दाई यहाँ आउँदाखेरि चाहिँ म पछि थाहा पाएँ मगना दिदीले चाहिँ उज्जवल दाईको नाम लिनुभयो अनि उज्जवल प्रकाश खनाल यहाँ हुनुहुन्छ दाई यहाँ हुनुहुन्छ भने म कस्तो किनभने त्यतिखेर रोल मोडलै हुनुहुन्थ्यो क्या दाई होइन गोल्ड मेडलिस्ट हुन्छ दाईको त्यो इन्टरभ्यूहरू पनि हेर्दाखेरि चाहिँ दाई रोल मोडलै हुन्थ्यो साँच्चै भन्दा पर्दाखेरि अनि कुन लेभलको रोल मोडल हुन्थ्यो भन्दा दाई एकचोटि म 12 बजी सुत्न जाँदाखेरि दाईको एउटा इन्टरभ्यूको त्यो आएको थियो क्या अनि दाईको त्यो इन्टरभ्यू हेरेर अनि म सुत्न गएको मान्छे पनि त्यो फाइनल इयरमा सुत्न गएको मान्छे पनि म फेरि पढ्दै अनि 3 बजी सुत्दै आएको दाईको त्यो इन्टरभ्यू हेरिसकेपछि त्यस्तो लाग्थ्यो अनि यहाँ हुँदाखेरि दाईसँग अनि धेरै कुरा सिकाउनु भयो दाईले प्रदीप दाईले डुरान दाईले एकदम त्यतिखेर यहाँको केसहरू त्यसपछि आफूले सिकेको इभन हाम्रो दाईहरू इमर्जेन्सीको दाईहरू गणेश दाई बादल दाई देवी दिदी होइन त्यतिखेर हुनुहुन्थ्यो कति धेरै कुरा सिकाउनु भयो कि त्यतिखेर नै इन्भाइरोमेन्ट पनि अनि प्लस
स्यालेरी वाइज पनि अनि प्लस पेसेन्ट्सहरू पनि मोरओभर दाइहरू हुनुहुन्थ्यो होइन दाइहरू हुनुहुन्छ इन्भाइरोमेन्टै छुट्टै छ होइन सिक्ने इन्भाइरोमेन्ट छ भनेर चाहिँ त्यतिखेर नै यहाँबाट सकिने बेला नै एउटा ब्याकअप द माइन्डमा चाहिँ अब धनकुटा नै गर्नुपर्छ होला भन्ने अप्सन जस्तो थियो अनि ठ्याक्कै इन्टर्नसिप सकेपछि धनकुटाकै लागि नै एप्लाई गर्यो अनि लकिली भयो। धनकुटा बाहेक अरू फेरि कता कता अप्सन चाहिँ अब धनकुटामा अलरेडी अब हजुरहरू पछि सुरुमा 4 जना मात्रै हुनुहुन्थ्यो नि त होइन तिम्रो फेरि पोस्टिङ फेरि पोस्टिङ एउटा सिरा भयो अनि अर्को चाहिँ त्यसपछि इटरी इनरवा टोटल 3टा पोस्टिङ 45 अनि त्यो मध्ये चाहिँ सबसे धनकुटाले छुयो। हजुर धनकुटा चाहिँ यहाँ गरिसकेपछि नै म यहीँ आउँछु जस्तो भएको थियो मतलब इटरी इनरवा सिरा नगइकन नि हाम्रो 11:22 गइरहेछ लामो भयो त बट वी आर स्टिल गोइङ अन सर्टकट होइन यत्रो लामो लाइफ छ अनि त्यसलाई कति सर्टकट गरेर कति बनाउँछ होइन 500 कति वर्षदेखि जन्मेदेखिको अहिलेसम्म लिइरहेछ यार। यहाँ पछि धनकुटा सकेपछि चाहिँ सर्जरी हो अनि सबलाई थाहा छ सर्जरी चाहिँ हेक्टिक हुन्छ एकदम त्यस्तो भयो युनिट 1 भएको थियो त्यतिखेर तर दाइहरू काम गरेको देख्दाखेरि अहिले पनि होइन नामै लिएर भन्नुपर्दाखेरि चाहिँ हाम्रो जस्तै 3rd इयरकै दाइहरू होइन राजन दाई सुस्मित दाई त्यसपछि 2nd इयरको दाइहरू देवेन्द्र लेखक दाई त्यसपछि प्रभाकर दाई त्यो नेक्स्ट लेभल हुन्थ्यो क्या दाइहरू हेर्दाखेरि चाहिँ यसरी चाहिँ काम गर्ने जस्तो फिल हुन्थ्यो क्या कस्तो स्मार्टली फास्ट काम गर्ने पर्फेक्टली काम गर्ने जस्तो हुन्थ्यो प्लस आफू पनि कसरी स्मार्टली काम गर्न सकिन्छ भन्ने चाहिँ प्लस सिकाउने पनि क्या दाइहरूले कहाँ अब जस्तै होस्टेल गएको छ त्यस्तो भन्नु छ भने कल गर्ने कहाँ छस् भन्ने त्यस्तो हाल्छस् भने आइज भनेर बोलाउने क्या अब त्यस्तो हुन्थ्यो क्या दाइहरू सर्जरी पोस्टिङ जस अब ओभरअल धेरै छन् त्यो इन्ट्रेस्टिङ कुराहरू अगाडि गऱ्यो बेलुका जहिले पार्टी हुने होइन मलाई ड्रिङ्क त गर्दिनँ थिएँ तर पनि गर्दिनँ अझै पनि होइन तर दाइहरूसँग बस्नको त्यो माहौलै डिफ्रेन्ट हुने छुट्टै दाइहरूसँग रमाइलो हुने धेरै कुराहरू सर्जरीको त्यसपछि सर्जरी फेरि भयो त्यसपछि मेडिसिन सबैतिर जस सिनियर्सहरूसँग चाहिँ त्यो एक किसिमको बोन्ड होइन त्यसपछि सिकाउने कुराहरू चाहिँ राम्रै थियो। अब एज अ सजेसन नै अब अहिले इन्टर्न्सहरूलाई के दिन चाहन्छु भनेर सोध्नुहुन्छ भने चाहिँ म सोध्छु त्यो नेक्स्ट क्वेसन त्यही हो त्यो कुराहरू चाहिँ जे पाइदै चाहिँ होइन जे पाइदै किन लाग्छ त्यतिखेर भन्दाखेरि जस्तै त्यो काम सँगसँगै खाजा लिएर आइज खोइ बच्चा के लिएर आइज जे पाइदै काम हुन्छ नि त्यो लगाएको कारणले गर्दाखेरि चाहिँ यो सकेर चाहिँ अरू जे पाइदै काम लाउँछ आफ्नो पर्सनल काम लाउँछ भनेर चाहिँ भागिहालिन्छ होइन तर त्यहाँ वार्डमै बसिराख्ने हो भने चाहिँ धेरै कुरा नै सिकिन्छ कि कसैले केही नसिकाए पनि आफै पनि सिकिन्छ जस्तो लाग्छ तर हामी भाग्छौँ त्यहाँ किन भन्दाखेरि हाम्रो जब डिस्क्रिप्सन भन्दा बाहिर पर्सनल काम पनि लगाएपछि यो काम त म किन गरौँ न जस्तो भएर चाहिँ हो होइन नभए त त्यो स्याम्पलै तान्ने काम पनि त्यो त एकदम इम्पोर्टेन्ट स्किल हो होइन त्यतिखेर त्यो स्याम्पल तान्नेको एउटा इन्ट्रेस्टिङ इन्सिडेन्ट छ कि त्यो त अब यो तिमीले भर्खर भनिहाल्यो होइन त्यसलाई अझै अलिकति डिटेलमा भन्न जस्तै अब हामी त सरकारको लागि 2 वर्ष कम्पलसरी बोन्डिङ गर्नुपर्ने होइन हामी स्कलरसिपमा पढेको कारणले अनि त्यो बोन्डिङमा आउनुभन्दा अगाडि तिमी त चैत कति गते जोइन गरेको चैत 14 गते जोइन गरेको अनि अहिले यति धेरै कन्ट्रिब्युट गर्यो धनकुटालाई होइन अहिले पनि चाहिँ जान त गइरहेछौ तर होइन 1-2 दिन ट्रेनिङमा बाहिरतिर निक्लिँदा पनि डाक्टर सुनिललाई नै देखाउने डाक्टर सुनिललाई नै राम्ररी हेर्नुहुन्छ होइन र त्यो पेसेन्ट र डक्टरको रिलेसनसिप भनेको बोली मिठो र कटेसी होइन त्यो चाहिँ सुनिलमा एकदम पोख्त छ होइन त्यो भएर पनि मान्छे चाहिँ फेरि पनि एउटै डक्टर चुज गर्ने कारण नै त्यही हो होइन अनि काहीँ त तिमी त बाहिर गयो भने पनि अब हामी हुन्छौँ नि त्यतिखेर भिडियोमा होइन डक्टर सुनिल हुनुहुन्न भनेर फर्केर गएको पनि मान्छेहरू छन् होइन डक्टर सुनिल आएको दिन चाहिँ आउँछौँ भनेर होइन भन्दाखेरि त्यो तिम्रो डेडिकेसन त हामीलाई र धनकुटालाई तिमीले देखेछौ र अब धनकुटामा आउने मेडिकल अफिसर अथवा कहीँ पनि बोन्डिङमा जाने मेडिकल अफिसर हुन आँट्नु भएको डक्टर साहबहरूलाई चाहिँ तिमीले के सजेसन दिन्छौ के सिक्नुपर्छ अथवा के चाहिँ जान्नुपर्छ अथवा यो चाहिँ तपाईँहरू इन्टर्नसिपमा सिक्नुहोस् भन्ने केही त्यस्तो सजेसन छ भने भन्दा तिमीले सेयर गर्दा हुन्छ तिम्रो एक्सपिरियन्स अनुसार ल। अब दाइको यो क्वेसनको एन्सर गर्नुभन्दा अगाडि चाहिँ पहिलो कुरो मैले कस्तो सिनियर्सहरूबाट चाहिँ के कुरा चाहिँ मैले सिकेको छु भन्ने कुरा भन्छ नि त्यसपछि यसको एन्सर भन्छ। मैले इन्टर्नसिपको बेलादेखि नै जस्तै उज्जवल दाइको अघि पनि नाम लिएँ मैले
उज्जवल दाईले चाहिँ मैले इभन ड्युटी साथीहरूसँग चेन्ज गरेर उज्जवल दाईसँगै पाल्थेँ कि किनभने दाईले कस्तो मजाले सिकाउनु हुन्थ्यो क्या सानो सानो कुराहरू जस्तै कति सिनियर्सहरूले चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि चाहिँ के कुरा गर्न आयो भने यति पनि आउँदैन भन्ने टाइपले कस्तो डिमोटिभेट भइन्छ नि त त्यस्तो गर्दा दाइले चाहिँ ठिक छ गर न भइरहेको छ यसरी गर न गरिरहेको छ डुइङ गुड भन्ने टाइपको सिकाउनु हुन्थ्यो त्यतिखेर होइन अनि हरेक कुराहरू चाहिँ यसरी गर भनेर कस्तो पोजिटिभ नराम्रो कुरालाई पनि मैले स्विचर लाउँदाखेरि गल्ती गरिरहेको छु होइन बिस्तारै गरिरहेको छु होइन अथवा जसरी गर्नुपर्ने टेक्निक मिलिरहेको होइन भन्दा पनि कस्तो मोटिभेट गरेँ क्या युआर गोइङ गुड तर अलिकति यसरी गर न भन्ने क्या त्यो पोजिटिभ नेचर क्या त्यो कुरा होइन अनि सिस्टरहरूले इभन मलाई माया गरेको देखेर सिस्टरले सोध्नुहुन्थ्यो कति माया गरेको हो भाइलाई भन्नुहुन्थ्यो अनि त्यसपछि मलाई मेरो सिनियर्सहरूले त्यसरी नै सिकाइदियो भने मैले त्यसरी नै सिकाउँछु भन्नुहुन्थ्यो अनि यो कुरा चाहिँ त्यतिखेर दाईसँगै दाईको अब अगाडि नै इन्टरभ्यूमा पनि कति मिठो बोली भनेर इभन पेसेन्ट अब त्यतिखेर दाईसँग बस्दाखेरि दाईको त्यो काउन्सिलिङ पार्ट हुन्छ नि होइन हुँदाखेरि चाहिँ पेसेन्टले भने कि पेसेन्ट पार्टीले कस्तो मिठो बोल्नु हुने रहेछ होइन यसले गर्दाखेरि त हाम्रो आदर रोक्नेको हुन्छ यो अघि मिठो बोल्ने कुरा भन्नु पनि अलिकति सिकेको चाहिँ दाईबाट होइन धेरै अलिकति होइन धेरै सिकेको दाईबाट होइन यो मिठो बोल्ने पार्टदेखि लिएर कसरी गर्ने भन्ने त्यसपछि धनकुटा आइसकेपछि पनि त्यसपछि अब दाईसँगै होइन दाईसँगै सुरुमा भेटिसकेपछि चाहिँ फर्स्ट डेदेखि नै मलाई याद छ कि फर्स्ट डे हामी क्यान्टिनमा भेट्यौँ होइन क्यान्टिनमा भेटिसकेपछि चाहिँ त्यसपछि चाहिँ अब बिपिकेएचएसकै होस्टेलमा उतापट्टि होस्टेलमा चाहिँ त्यतिखेर नेदरल्यान्ड्सबाट 2 जना आउनु भएको थियो होइन त्यतिखेर अल्बर्ट भन्ने हुनुहुन्थ्यो त्यतिखेर रिसर्चको कुरा भयो त्यस्तो दाइले होइन त्यसको सिम्पल साइज यताउति सोध्न थाल्नु आमा चाहिँ बोलाएर सुनिरहेँ होइन त्यतिखेर फर्स्ट डे क्यारम बोर्ड खेलेको नि याद छ मलाई अनि त्यसपछि चाहिँ अलमोस्ट चाहिँ दाइसँग अनि क्लोज हुन थाल्यो हरेक कुरा सानो कुराहरू धेरै कुराहरू सिक्न थालेको डेडिकेसन त्यो हुन्छ नि त्यो अहिले पनि पेसेन्ट ढिलो हेरिन्छ नि होइन त्यस्तै 5 बजेर 5-6 इभन नै बजिरहेको हुन्छ अनि त्यतिखेर पनि सबभन्दा ढिलो हेर्ने दाइ हुन्थ्यो सुरुमा होइन उज्जवल दाइहरू सकेर निस्किसक्नु भएको हुन्थ्यो दाइ हिँडिरहनु भएको हुन्थ्यो त्यतिखेर अनि त्यो ढिलो किन हुन्छ म पनि ढिलै थिएँ पछि हेर्दै जाँदाखेरि चाहिँ अब पेसेन्टको हिस्ट्री एक्जामिनेसन त्यसपछि काउन्सिलिङ पार्ट सबै कुरा गर्दा ढिलो भइहाल्छ नि धेरै पेसेन्ट हेर्दाखेरि होइन अनि सिकेको कुराहरू चाहिँ अनि त्यतिखेर सुरुमा आउँदाखेरि चाहिँ त्यो पेसेन्टप्रतिको त्यो डेडिकेसन जुन हुन्छ नि अब दाइसँग अझ इभन जस्तै इयर बढ्दै जाँदाखेरि जस्तै फर्स्ट सुरुमा त एक्साइटमेन्ट जुन जस्तो पनि हुन्छ होइन पिक लेभलमा पुगिसकेपछि कसैको चाहिँ अल्छी लाग्यो भने डाउन हुन थाल्छ तर जसले चाहिँ त्यसलाई प्लाइटी फेजमा राख्छ अथवा त्यो चाहिँ अझ बढाउँदै जान्छ त्यो चाहिँ खतरा हो जस्तो लाग्छ त्यो चाहिँ दाइमा छ क्या इभन अहिले हामी कतिखेर अल्छी लाग्छ हो भन्ने जस्तो भइसक्दा पनि त्यो दाइको डेडिकेसनलाई पनि इभन रुकेशले पनि भन्छ क्या कति डेडिकेसन दिनुहुन्छ पेसेन्टमा हुन्छ जस्तै डेडिकेसन सबैमा छ होइन मैले सिकेको कुरा दाइहरूसँग त्यो कुराहरू त्यो हुँदाखेरि चाहिँ सिनियर्सहरूले प्रति आफै पनि रेस्पेक्ट आउने रहेछ कि त्यसरी हुन्छ यो पो हो त गर्नुपर्ने त भनेर त्यसरी नै सिकिन्छ नि त होइन सिनियरसँग सिक्ने नि त्यसरी नै हो अनि दाइले चाहिँ गरेको देख्दाखेरि त्यतिखेर अगाडि नै त्यो ठिक नभएसम्म अथवा त्यो पेसेन्टलाई एक लेभल हाम्रो लेभल अफ नलेजले चाहिँ उसलाई कति सकिन्छ त्यो नगरेसम्म त नछोड्ने क्या पेसेन्ट यस्तै छ जस्तै कुनै पेसेन्ट मानेन होइन जस्तै पोइजनिङको केस छ एनजी हाल्न मानेन अब उसले मानिरहेको छैन भने किन गर्ने भने होइन त्यो काउन्सिलिङ गरेर उसले जुन म्यानेजमेन्ट पाउनु पर्ने हो त्यो पाएरै छोड्छ क्या होइन त्यो सबैले गर्छौँ हामीले होइन मैले सिकेको कुरा कोबाट सिकेँ भन्ने कुरा सेयर गरेको मैले त्यो कुरा थ्याङ्क यू सो मच त्यसको लागि होइन अगाडि अब त्यतिखेर चाहिँ अब सुरुमा त डर लाग्छ नि त होइन केसहरू म्यानेज गर्दा अनि केस आउँदाखेरि मलाई याद छ कि सुरुमा बोलाएको हजुरलाई त्यो बेला कस्तो थियो भन्दाखेरि त्यो इन्ट्रेस्टिङ सुन 4 बजे होइन सुतिरहेको थिएँ म अनि सन्त दाइ आउनुभयो सुरुको फेज थियो ड्युटी गरेको होइन डक्टर भन्नु डेन्जर केस आएको छ होइन डेन्जर केस आएको छ भन्नु म बल्ल सुतेको थिएँ 2 बजी सुतेको थिएँ 4 बजी बोलाइरहनु भयो गएँ हामी प्रोसिड्युर रुम अगाडि थियो कि जान्छु प्रोसिड्युर रुम त रगतै रगत छ पुरै स्काल्प पुरै हुन्छ ल्यासरेसन छ होइन अनि दाइले चाहिँ सबै आर्टरी फोर्सेप्सहरूले चाहिँ क्लाम गरेर राख्नु भयो गणेश दाइले निन्द्रामै छु प्रोसेसै गर्न सकिरहेको डाक्टर के गर्ने हो भन्नुहुन्छ निन्द्रामै छु यस्तो गरिरहेको अनि 2 मिनटपछि 1-2 मिनटपछि बल्ल
गर्नुभएको थियो सुचार नाम अनि होइन अनि जस क्ल्याम्पहरू गऱ्यो सुचार लाग्यो मजाले अनि प्याकिङ गरिसकेपछि अनि त्यसपछि ठिक्क सकेको थियौँ 5 बजी त्यति गर्दा होइन 5 बजी ठिक्क एम्बुलेन्स आयो होइन अनि सेचुरेसन ड्रप भइरहेछ 42मा अनि सिओपिडीको पेसेन्ट डायबिटिक पनि हुनुहुन्थ्यो मेन्टेनै हुँदैन सेचुरेसन होइन हार्ट रेट पनि कम छ 47 थियो हार्ट रेट पनि त्यसो के गर्ने त त्यसो चाहिँ दाइले बोलाउनु आयो दाइ 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 भनेर अनि दाइ त्यो बोलाउनु बित्तिकै जानु त्यसपछि अनि के अरे उयो कम थियो हार्ट रेट कम थियो हामीले एट्रोपिन दियौँ है दाइले होइन एट्रोपिन दियौँ त्यसपछि आमा भन्दा त्यस सेचुरेसन मेन्टेन भइरहेको थिएन पछि अनि हामीले रिजर्भरमा राखेपछि अनि 92 93 जस्तो मेन्टेन भएपछि अनि त्यसपछि रिफर गरेर थियौँ कि त केस चाहिँ त्यसपछि त हरेक के गाह्रो केस त यस्तो छ कि त्यस्तो इन्भाइरोमेन्टहरू त दाइहरूसँग गर्दाखेरि यो गरेन यसरी गर्नुपर्छ भनेदेखि त्यो हरेक कुरा गाइडलाइन्स अनुसारले यस्तो यस्तो छ यस्तो लजिकली हुन्छ नि रेसनली चाहिँ सिकेको हो कि त्यो कुरा चाहिँ यसरी गर्नुपर्ने हुन्छ ट्रिटमेन्ट भन्ने चाहिँ धनकुटा अब अरूतिरको त थाहा छैन होइन म पनि तिमी जस्तै हो भने आउँदाखेरि त अरू सिनियरबाट हेल्प लिएको होइन अब अरूतिरको थाहा छैन तर धनकुटामा चाहिँ त्यो जुन पारिवारिक वातावरण छ नि जुन चाहिँ सिनियरले चाहिँ मरिमेटी नै लगाइदिन्छ कि भन्नाले अर्को मान्छेलाई पोख्त नबनाइकन त छोड्दै जस्तो हुन्छ नि तिमीले यो त सिक्नै पर्छ होइन नभए मान्छे मर्छ भन्ने कुरा चाहिँ कति सेन्सिटिभ कुरा हो कति सेन्सिटिभ कुरा तिमीले यति सिकेनौ भने यो अर्को मान्छे मर्छ अब त्यो गर्न सकिँदैन होइन भन्ने कुरा चाहिँ छ र अर्को सिनियरले त्यो दिन्छ क्या जानुभन्दा अगाडि त्यति चाहिँ ल यो इआरमा यसो गर्ने ओपिडीमा यसो गर्ने बच्चालाई यसरी हेर्ने भन्ने कुरा चाहिँ सबै दिने चलन जुन चाहिँ मैले लिएँ मैले पनि सक्ने जति कति गरेँ गरिन थाहा छैन होइन त मैले पनि दिएँ त्यसले पनि पास नै गरेछु सबैलाई होइन त्यो इन्भाइरोमेन्ट चाहिँ कति राम्रो लाग्छ क्या धनकुटाको होइन त्यो बाइक होइन अब अन्तिमकै कुरा गर्नुपर्छ अब होइन तिमी अब चैत 14 गरेर आएको मान्छे होइन चैत 14 त आएको छैन होइन मभन्दा पछि आएको मान्छे म यहीँ छु तिमी त्यो ठाउँमा पुग्यौ भनेपछि तिमी अब बिदाबारी नै भइसक्यौ यहाँबाट लगभग होइन अनि सायद अब भोलि बिहान धनकुटा छोड्दैछौ तिमी र 17मा आफ्नो नयाँ च्याप्टर सुरु गर्न गइरहेछौ होइन धनकुटालाई चाहिँ अब कसरी के छ तिम्रो धनकुटामा इम्प्रेसन धनकुटालाई कसरी मिस गर्छौ गर्दैन मिस अनि के कारणले गर्दाखेरि चाहिँ यसरी सर लिनु पर्यो होइन किनभने प्रिमेच्योरली अब सुनिलसँग भनेको चाहिँ दाइ भाइ जस्तो रिलेसनमा बसेको हामी अनि सुनिल मैले चाहिँ इमेजिन गर्थेँ कि अब अगाडिको मेडिकल अफिसरहरूको बिदाई हुँदाखेरि चाहिँ अब यहीँ भएको मेडिकल अफिसरले चाहिँ सानो स्पिच दिने हुन्छ एक्सपिरियन्स होइन के कस्तो रमाइलो दुःख सुखको क्षणहरू सेयर गर्ने चाहिँ चलन छ हाम्रो अगाडि गएर होइन अनि मैले चाहिँ के सोच्थेँ भने ल अब सुनिलले मेरो बारेमा बोल्छ मैले पनि इमेजिन गरेको होइन अनि त्यस पछाडि चाहिँ अगाडि गएर जस हामीले गरेका कुराहरू हामीले अब राति 12 बजीसम्म कटिसकेपछि रातभरि अब होइन केही न केही खाएकै हुन्छ हामीले 12 बजी 1 2 3 बजे त्यो चाहिँ हरेक हाम्रो रिचुअल्स नै जस्तो डेली नै गरिरहेको हुन्छौँ हामी बाहिर जाने घुम्ने फिर्ने होइन सानो कुरादेखि लिएर सबै दुःख सुखको कुरा सेयर गर्ने होइन अब मैले त सोच्न पनि अप्ठ्यारो हुन्छ अब जति ऊ हुँदा चाहिँ धनकुटा जस्तो फिल भएको छ होइन अब ऊ नहुँदा चाहिँ धेरै त समय छैन 2-3 महिना मात्रै बाँकी छ मेरो तर गाह्रो हुनेवाला छ भन्ने चाहिँ मैले महसुस गरेको छु र उसले सर लिएर आए पनि मैले चाहिँ उसँग खासै कुरा गरेँ होइन मलाई नराम्रो लागेर होइन किन के कसरी भन्ने कुरा मैले एक्सपिरियन्स गरेँ होइन ठिक छ जहाँ जस्तो भए पनि होइन राम्रो मान्छे अब्बल मान्छे भएपछि जहाँनिर गएर पनि राम्रो नै गर्छ र त्यो हस्पिटलको चाहिँ स्ट्यान्डर्ड त बढाउने काम त गर्छ उसले जसरी भए पनि होइन अनि भविष्यको लागि चाहिँ तिमीलाई बेस्ट अफ लक तर त्यो भन्दाखेरि मेरो क्वेसन के छ धनकुटाको के कुरा मिस गर्छौ र धनकुटा ओभरअल एज अ होल चाहिँ के कस्तो थियो तिम्रो लागि धनकुटा के मिस गर्छौ भनेर एउटा मात्रै पोइन्ट भन्नु पर्यो भने चाहिँ म मेरो यहाँ कलिग्सहरू सिनियर्सहरू होइन जुनियर्सहरू नै मिस गर्छु भन्छु म अनि एउटा मात्रै कुरा भन्नुपर्दाखेरि चाहिँ अब सबै कुरा भन्नुपर्दाखेरि चाहिँ यहाँ अब वर्क प्लेसमा जस्तै अब यहाँ मिस हुने कुरा भनिहाल्यो होइन सिनियर्स भयो त्यसपछि धनकुटाको इन्भाइरोमेन्ट राम्रो छ केसहरू प्र्याक्टिस गर्नको लागि चाहिँ बेस्ट ठाउँ छ होइन सबै खाले केस आउनुहुन्छ त्यसपछि
कति कुराहरू अगाडि अहिले अब कन्सल्टेन्ट्सहरू आउनुभयो योभन्दा अगाडि त हामीले आफै नै म्यानेज गर्थ्यौँ होइन म्यानेज गर्न सक्ने केसहरू रेफर गर्ने केसहरू रेफर गर्थ्यौँ त्योहरू हेर्दाखेरि चाहिँ केस चाहिँ सबै आउने भएको कारणले गर्दा प्र्याक्टिस गर्नको लागि चाहिँ बेस्ट हुन्छ। अनि त्यसपछि अब तिम्रो फ्युचर प्लान के छ त अब जस्तै अब 14 गते आउने त सकिन्छ त्यस पछाडि होइन अनि तिम्रो फ्युचर प्लान के छ यसो भन्न यसो सेयर गर। फ्युचर प्लान्सहरू चाहिँ अब हुन चाहिँ धेरै नै ढिलो भइसक्यो होइन 1.5 वर्ष भइसक्यो 1 वर्ष हुँदाखेरि चाहिँ स्टेप्स दिनुपर्ने हो अब एमएलए गर्ने नि प्लान छ स्टेप्सहरू नै अब दिनुपर्छ। तिमी अब यहाँ हुँदाखेरि होइन तिमी चाहिँ एउटा राम्रो डान्सर हामीले देखेको एउटा सिङ्गर पनि होइन त्यस पछाडि चाहिँ यो डान्सिङ चाहिँ कहिलेदेखि सिक्यौ अथवा कसरी डान्सिङ सिक्यौ किनभने मैले पनि यहाँ बस्दाखेरि तिमीसँग डान्स सिक्न खोजेँ होइन तर खासै आएन मलाई र टाइमले पनि हामीलाई दिएन त्यो सिक्नलाई। डान्स तिमीले फर्मल्ली सिकेको हो किनभने तिमी त एउटा प्रोफेसनल जस्तै डान्स गर्छौ होइन मैले देखेँ अनुसार यो चाहिँ तैँले बढी भन्नुभयो ल यो चाहिँ बढी डान्स त अलिअलि स्कुलमा फङ्सन्सहरू हुँदाखेरि त्यतिखेरदेखि नै अलिअलि सिक्दै तिम्रो फर्स्ट डान्स मेरो फर्स्ट डान्स मतलब प्रोग्राममा फर्स्ट डान्स चाहिँ भनेर त याद त छैन त्यो युट्युबमा भएको फर्स्ट डान्स हो क्या होइन युट्युबमा भएको त क्लास 12 को फर्स्ट डान्स हुँदा म कति क्लासमा थिएँ 7 5 त्यसै 5 6 मा थियो होला स्कुल फङ्सनमा चाहिँ जस फङ्सनमा डान्स गर्दाखेरि चाहिँ तिमी अहिले चाहिँ स्किलफुल भयो स्किलफुल त त्यस्तो छैन अलिअलि जस राम्रो भन्दा नि माथि डान्स गर्छौँ होइन मैले तपाईँहरूमा नाचेको पनि मिस हुन्छ होला त्यो हामी 30 को दर खाने पार्टीमा होइन 30 को सुरुमा पार्टीमा हुँदाखेरि त्यतिखेर अब भिडियो पनि छ कि त्यसको त्यो के अरे रुकुमै कोटा अनि डान्स बाहेक चाहिँ तिमी अब क्यारिकेचरहरू गर्न पनि होइन धनकुटामा कुनै पनि एमओ अथवा कुनै पनि कन्सल्टेन्ट हुनुहुन्न होला होइन जसको चाहिँ अनि कन्सल्टेन्ट बाहेक अरू सबै जो यहाँनिर काम गर्ने कासादेखि लिएर प्यारामेडिक जो हुन्छ सबको क्यारिकेचर आउँछ उसलाई होइन अब जाँदै होइन लास्टमा चाहिँ एउटा चाहिँ के अरे सिरियलको क्यारेक्टरको घर जुन चाहिँ तिमीले पोख्दछौ होइन त्यसपछि हाम्रो 2-3 कासा दाईहरूको तिमीले गर्नुपर्छ किन भन्दाखेरि हाम्रो ढोका नक गर्दाखेरि कासा दाई कासा दाई भन्ने कुरा चाहिँ बोलीबाट चिनिन्छ नि त होइन अनि त्यही भएर चाहिँ बोलीबाटै पनि स्टेप्सबाट चिनिन्छ त्यो 2टा गर अनि त्यस पछाडि चाहिँ हामी बिस्तारै कन्क्लुड गर्नुपर्छ। कसको सुरुमा चाहिँ कमेडी क्यारेक्टर पाडेको गरिदिन्छ त ल के भनौँ जे हुन्छ त्यही भएर गर भनेपछि चाहिँ आउँदैन हामी उता हेर्छौँ ल मिरिया मोइनी कति राम्रो लाइट हो मारी आज त भात खाएकै छैन त लाइट दाम्ना नाइस। त्यसपछि हाम्रो कासा दाईहरूको तिमी क्यारिकेचर गर म को दाई हो भन्छ के कासा दाई ल सुस्मिन सर आउनुहुन्छ अरे यहाँ हाम्रो विक्रम दाई डाक्टर साहब आइहाल्नु पऱ्यो सिरियस केस आइहाल्नु पऱ्यो सधैँ ए अर्को अब दाइ त सिफ्ट हुनु भन्नु पर्यो नमस्ते नमस्ते डाक्टर डिस्टर्ब गर्न आए हजुरलाई यसो निम्तो दिउँ भनेर पो आएको त इमर्जेन्सीबाट बोलाएको थिएँ अनि राजपति दाई पहिले चाहिँ यारमा हुन्थ्यो अहिले चाहिँ डेन्टलतिर जानुभएको छ त्यसपछि को पाइनु ए अमर आउनुहुन्छ डक्टर सुन डक्टर बोलाएको छ एकछिन हाम्रो अमर दाई हुनु जस यति बेला थाहा हुन्छ को आइरह भनेर होइन राति 2 बजे 3 बजे बोलाए पनि ल दाई आउनु भयो भन्ने थाहा भइहाल्छ। त्यसपछि अरू कसो गर्छौ भन्दैनौ यो एक्टिङ खासै राम्रो एक्टिङ गर्न चाहिँ आउँदैन हो र फेरि सोध त हो र हामी अब
लगभग अन्तिमतिर आएछौँ होइन। पोडकास्टको एपिसोड 3 को अन्तिम हो, सुनिलको धनकुटा बसाइको अन्तिम हो होइन। त्यस पछाडि अहिलेलाई भनेको यो सधैँको लागि नै भयो होइन। त्यही भएर चाहिँ यो पोडकास्टको गरिमा बढाइदिएकोमा यसमा गरिमा बढाइदिएको होइन। यो खासमा चाहिँ थ्याङ्क यू सो मच सुस्मिन दाइ फर ह्याभिङ मी इन यो पोडकास्ट। यो चाहिँ मैले यो क्यामेरा पछाडि बसेर सोचिराख्दाखेरि चाहिँ होइन, यो खासमा एउटा रिजन चाहिँ तपाईँ अगाडि जानुहुन्छ तपाईँले पोडकास्ट दिन पाउँदैन भनेर पनि हुनसक्छ है। अहिले के कहाँ सदा हुने ठिक छ। त्यो हुँदाखेरि चाहिँ अहिले ठ्याक्कै यहाँ बसेर यो लाइट चाहिँ एकदम मन पऱ्यो क्या होइन। यहाँ बस्दाखेरि चाहिँ खुसी लागेको छ। अनि म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जस्तै यहाँ मेडिकल अफिसर भएर काम गर्दाखेरि चाहिँ सुस्मिन दाइले धेरै नै दिनुभएको छ कि, धेरै नै एकदमै अलर्ट। यो क्लिनिकल कुरादेखि लिएर पर्सनल लाइफको कुरादेखि लिएर जसको चाहिँ फ्यामिलीको कुराहरू भन्दाखेरि सेयर गर्दादेखि लिएर यो गर भन्ने कुरादेखि लिएर रिसर्चको कुराहरूदेखि लिएर धेरै कुराहरूमा त्यो चाहिँ धनकुटामा चाहिँ मिस हुने कुरा चाहिँ एकदमै आई हेभ लर्न अ लट फ्रम यु के दाइ होइन। त्यो पछि पनि सिक्दै गइन्छ होइन, त्यो कुराहरू चाहिँ मिस हुन्छ एकदम। यो कुराहरू चाहिँ मैले पनि तिमीलाई एकदमै मिस गर्छु सुनिल होइन। त्यो भनेर भन्न किन अहिले केही आँखाबाट आँसु झर्ला फेरि होइन। त्यही भएर सर्टकटमै सकाउँदा ठिक हुन्छ। तिमीबाट पनि धेरै कुरा सिकेको छु। एउटा राम्रो भाइ पाएको थिएँ मैले होइन, पाएको छु। अब धनकुटामा बसेन भन्ने बित्तिकै अब यहाँबाट चाहिँ सबै सकिने हुँदैन, विल बी इन कन्ट्याक्ट होइन। डाइरेक्टली इनडाइरेक्टली जसरी भए पनि विराटनगरमै छौ, विराटनगर आएको बेला भेट भइहाल्छ अफकोर्स होइन। त्यो बाहेक पनि हामी चाहिँ कुरा गरि नै राख्नुपर्छ। दुःख लागेछ तिमी गएको देखेर होइन। तिमीलाई चाहिँ धनकुटालाई तिमी चाहिएको थियो र मलाई पनि तिमी चाहिएको थियो होइन। अब कोसँग चाहिँ अब जस मैले ल जाउँ भनेको ठाउँमा तिमीले कहिले नाइ पनि भनेको छैनौ, खाम भनेको कुरामा डाइटिङमा बस्यो भने खान्न भनेको छैन। भन्नाले त्यतिसम्म रेस्पेक्ट गर्न सक्ने र रेस्पेक्ट दिने मान्छेमा पर्छ। मलाई रुम नम्बर 2 चाहिएको छ भनेपछि रुम नम्बर 2 कहिले पनि बस्दैन होइन। अरू दिन रुम नम्बर 2 मा बस्छौ, म जाने दिन म ढिलो गएँ भने मेरो लागि रुम नम्बर 2 छोडिदिन्छ। त्यसको लागि धेरै धेरै धन्यवाद है। काइन्ड अफ ओसिडी होला मेरो लागि, तर तिम्रो तर्फबाट त्यो रेस्पेक्ट मैले बुझेको छु नि त्यो कुराहरू त। किन मलाई त्यो पेसेन्टको पोजिसन भन्दा पनि त्यो तपाईँले भन्दा रेस्पेक्ट नै हो त। त्यो पेसेन्टको पोजिसन चाहिँ अरू रुममा मिल्दैन जस्तो लाग्छ मलाई होइन। मेरो राइट साइडतिर पेसेन्ट हुनुपर्छ जस्तो लाग्छ, अरू रुममा चाहिँ उल्टोतिर पर्छ कि। अनि त्यो रुम बाहेक अरूमा बस्दा नि बसिन र तिमीले मलाई बस्ने मौका पनि दिएनौ होइन। थ्याङ्क यू सो मच त्यसको लागि। र यहाँबाट जाँदैछौ पुरै धनकुटा एमओ मेडिकल अफिसरको तर्फबाट, मेरो तर्फबाट र एज अ होल धनकुटा फ्यामिलीको तर्फबाट तिम्रो चाहिँ सधैँभर अगाडि मात्र जानु परोस्, पछाडि फर्केर कहिले पनि नहेर्नु परोस् है। सधैँ शिर के अरे उठाएर अगाडि बढ्नु र तिमी बढ्छौ होइन। तिम्रो अहिलेदेखि सानोदेखिको स्टोरी सुन्दै तिमी एकदमै मोटिभेटिङ नै मान्छे र ब्राइट स्टुडेन्ट, चक्लेटी बोय होइन मा पर्छ। त्यही भएर चाहिँ थ्याङ्क यू सो मच फर बिङ देयर होइन। थ्याङ्क यू सो मच फर बिङ इन धनकुटा यति समयको लागि भए पनि। र यो बिचमा हाम्रो इभन पर्सनल नै कुरा को लागि जुन हामी चाहिँ अहिले डेडिकेटेड भएर लागिरहेछौँ, त्यसमा पनि जति तिमीले हेल्प गर्यो त्यो एकदमै अहिले गए तापनि एकदमै त्यो चाहिँ बिर्सिन नसक्ने र गुण लागेको कुरा छ होइन। यतिसम्ममा पार गराएर यतिसम्म ल्याइदेऊ, अब थोरै मात्र बाँकी छ होइन। त्यसको लागि एकदम धन्यवाद भन्छ। त्यति भन्दै त्यो होइन तपाईँहरूले दिनुभएको कुराको अगाडि त त्यो के यति भन्दै चाहिँ म तिमीलाई आफ्नो तिम्रो फ्युचरको लागि चाहिँ एकदम वेल विस गर्दै चाहिँ conclude this podcast. Happy birthday! Thank you. Happy birthday! यताबाट पोडकास्ट सक्यो ठ्याक्कै एड बजिरहेको 12 बजेछ र आज मेरो बर्थडे पर्न गएको। We are concluding this with our birthday and we will be cutting cake for him for his farewell and they will cut cake for me for my birthday. Thank you guys so much. Best of luck. Happy birthday!